आज हामी स्टेटका कथाहरूको पहिलो श्रृङ्खला लिएर उपस्थित भएका छौँ। चितवनमा बिल्कुलै नयाँ कार्यक्रम लिएर हाम्रो संस्था क्रिएटिभ क्यालोजन नेपाल विगत 1 वर्षदेखि चितवनमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरू लगायत अरू मेडिकल फ्याटर्निटीका विद्यार्थीहरू मिलेर 1 वर्ष पहिला हामीले यो संस्था स्थापना गरेका थियौँ। यो संस्थाको हाम्रो एउटा ट्यागलाइन छ कनेक्ट एन्ड केयर। हामीले समाजसँग कनेक्ट हुन्छौँ र सामाजिक दायित्व पुरा गर्नका लागि हामी चिकित्सक भएको हिसाबले उनीहरूलाई केयर गर्ने काम गर्छौँ र त्यसरी नै हामीले यसको कनेक्ट एन्ड केयरको अवधारणा लिएर अगाडि बढिरहेका छौँ। यही सन्दर्भमा लिएर आज हामी एउटा नयाँ श्रृङ्खला, एउटा नयाँ सुरुवात चितवनमा जुन चाहिँ हामीसँगै भएका मेडिकल फ्याटर्निटीका सरहरू, विज्ञहरू, दक्षहरू लिएर आएर उहाँका सङ्घर्षका कथाहरू, उहाँका मनका कथाहरू, उहाँका खुसीका कथाहरू यहाँ सेयर गर्नेछौँ। जुन कुराले गर्दा हामी जस्ता युवाहरूलाई त्यो कुराले सरहरूका कथाहरूले हामीलाई जागरुक बनाओस्, उत्प्रेरणा बनाओस्। आज सरको कथा सुन्दैछौँ भने भोलि भविष्यमा हामी पनि कसैको हाम्रो लागि पनि यत्रो मास अरू मास हाम्रो कथा पनि सुन्न आओस् भनेर एउटा प्रेरणा मिलोस् भन्ने हिसाबले स्टेटका कथाहरू सुरुवात गरेका छौँ। यो बिल्कुलै नयाँ कार्यक्रम रहेको छ। हामीले इतिहासलाई कोट्याउने छौँ, इतिहासलाई वर्तमानमा ल्याउने छौँ, वर्तमानका पिँढीहरूलाई एउटा जागरुक, एउटा प्रेरणा गराउने हिसाबले यो कार्यक्रम सञ्चालन गरेका छौँ, जसका लागि आज हामीसँग हुनुहुन्छ प्रोफेसर डाक्टर सुधीर रेग्मी, जो एकदम ह्यान्डसम, ड्यासिङ, ट्यालेन्टेड र एकदम सरल मिजासिलो स्वभावका डाक्टर विगत चितवनमा 10 वर्षदेखि अनवरत रूपले सेवामा लागिराख्नुभएका प्रोफेसर डाक्टर सुधीर रेग्मीलाई पहिलो अङ्कमा लिन पाउँदा हामी साह्रै खुसी छौँ। सरलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद। डाक्टर सुधीर रेग्मी भनिसकेपछि चितवन मेडिकल कलेजमा एउटा रमाइलो कुरा पनि के छ भन्दाखेरि सर, डाक्टर सुधीर रेग्मीको चाहिँ त्यो जुङ्गावाला सर होइन, एकदम नयाँ नयाँ डिजाइन राखेर आउने जुङ्गावाला सर भन्ने छ। यो जुन फ्रेन्च कटको दारी छ नि सर, यो कसैबाट इन्सपायर भएर हो कि एउटा पहिलेदेखिको स्टाइल हो कि के हो सर? यो अलिकति कौतूहल त जागे, आफू पनि अलिकति दारी पाल्ने भएको कारणले गर्दाखेरि। सर बाबु, बडो रोचक एकदम। आज मैले सोचे पनि थिइनँ यो प्रश्न आउँछ भनेर है, तर यसको एउटा रोचक कहानी नै छ बाबु। अब यो कुनै कोहीबाट इन्सपायर्ड भएर अथवा कसैको स्टाइल मलाई मन परेर राखेको होइन। यसले मलाई एउटा कुरो चाहिँ अब अहिले आएर रियलाइज हुन्छ, यसले मलाई मेरो एउटा परिचय पनि दियो। मेरो वास्तविक नामलाई चाहिँ मान्छेले बिर्सिने, अनि यो दारी भएको डाक्टर साहब भनेपछि चिन्ने, त्यो को होला भनेर सोध्ने चाहिँ एउटा मतलब वातावरण बन्यो। अब त्यो जानी नजानी बनेको एउटा वातावरण हो, जसलाई चाहिँ मैले चाहिँ नगर्न सक्दिनँ। यसको पनि एउटा रोचक कहानी छ, जुन कहानीलाई सायद हामी अब अहिले कुराकानी गर्दै जाँदा बिचमा प्रसङ्ग आयो भने रमाइलो होला जस्तो मलाई लागेको छ। म सुनाउन पनि चाहन्छु वास्तवमा। अनि सर, जन्म भोजपुर, हजुर, अनि पढाइ एसएलसी ल्याबोरेटरी स्कुल, यसको अलिकति बाल्यकालको सुधीर रेग्मीको बारेमा अलिकति सुनाउनु सर हामी। यसो छ कुरा के हो भने हामी अब ब्राह्मण, एकदम शुद्ध ब्राह्मण परिवारका हौँ हामी। मेरो हजुरबुवाको थलो भनेको दिल्पा, अहिले अन्नपूर्ण गाविस भन्छन्, भोजपुर जिल्लामा पर्छ, पहिले पूर्व 4 नम्बर। त्यहाँ चाहिँ अब मेरो भनौँ न हजुरबुवाले खोटाङको मार्से भन्ने ठाउँबाट, मार्सेका रेग्मी भन्छौँ हाम्रा। रेग्मीलाई पूर्वमा परिचय गराउनु पऱ्यो भने तपाईँहरू कहाँको रेग्मी भनेर सोध्छन्, हामी चाहिँ मार्सेपट्टिको पऱ्यो। मार्सेली रेग्मी, त्यसपछि हजुरबुवा चाहिँ मार्सेबाट आउनुभयो, दिल्पामा बस्नुभयो, अनि उहाँका 6 वटा सुपुत्रहरू, जसमध्ये मेरो बुवा जेठो। तर त्यतिखेरको बेलामा मेरो हजुरबुवाले अब सकि नसकि भनौँ अब एउटा मध्यमवर्गीय अथवा भन्नुपर्दाखेरि निम्न मध्यमवर्गीय एउटा परिवारमा छोराछोरीलाई हुर्काउनु भयो। अब मेरो फुपू पनि एकजना हुनुहुन्छ। अनि त्यो बेलाको समय, जुन बेलामा चाहिँ पढ्नु लेख्नु अथवा भनौँ न हाम्रो गाउँमा पढ्नु लेख्नु पर्छ भन्ने कुरामा चाहिँ त्यति साह्रो जागरुकता नआएको समय र वास्तवमा भन्नुपर्दा अहिले पनि अब पछि यो रेकर्डेड छ क्यारा होइन। रेकर्डेड कुरा त कसैले कतै अब चिनजानका सबै व्यक्तित्वले हेर्नुहुन्छ। त्यो हेर्दाखेरि चाहिँ कुरा के भने मेरो गाउँ चाहिँ प्राय लाउरेहरूको गाउँ हो भनेको लाउर जाने, लाउरबाट हुने,
र प्रायः जसो चाहिँ हाम्रो राईहरू बढी हुनुहुन्छ। मेरो बाका साथी सङ्गतिहरू धेरै नै राई उसबाट बिलङ गर्नुहुन्छ। त्यसपछि के भयो बुवालाई चाहिँ अब हजुरबुवाको कुरा गर्दाखेरि हजुरबुवालाई चाहिँ कसो परेछ भने यो संसारमा विद्या जति ठुलो केही पनि छैन भन्ने हिसाबले जेठो छोरालाई त अब यो घर सम्हाल्न त तैँले पर्छ, तर तैँले मेहनत जे गर्छस् त पढ्ने कामतिर लाग भनेर एउटा इन्सपिरेसन अथवा एउटा सपोर्ट गरिदिएपछि मेरो बाले आफ्नो तरिकाले पढ्नुभयो। त्यतिखेर अब भन्नुहोस् भोजपुरको इतिहासमा अब बालाई अब मलाई त अहिले गर्व लाग्छ आफ्नो बा भएर पनि हो। त्यो पाहाडको ठाउँमा त्यहाँबाट गएर भोजपुरमा पहिलोपटक भोजपुर जिल्लामा पढ्ने विद्यार्थीहरूमध्ये प्रथम श्रेणीमा उत्तीर्ण हुने पहिलो व्यक्ति मेरो बा। अनि त्यसपछि उहाँले पनि आफ्ना दाजुभाइहरूलाई पनि इन्सपायर गर्नुभयो। बिस्तारै जाँदाखेरि अब आखिर के त भन्दाखेरि सायद सबभन्दा राम्रो अपर्च्युनिटी के हो भन्दा प्रशासनमा छिर्ने भनेको लोकसेवा दिने, जागिर खाने अनि अगाडि बढ्ने भन्दै जाँदाखेरि अब बुवा पनि विभिन्न जिल्लामा भनौँ न अब त्यही सिलसिलामा मैले पनि मौका पाएँ विभिन्न जिल्ला जाने, तराई पहाड। त्यसै गर्दाखेरि बुवासँग सधैँ म अब बुवाको जहाँ जहाँ सरुवा हुन्थ्यो त्यहाँ जाने। अनि अन्तिममा बुवालाई के लागेको छ भने अब यो केटो चाहिँ अलिअलि पढ्छ, अब पढ्नु राम्रै थियो, अब ढाट्नु हुँदैन, पढ्न त सक्थेँ म त्यतिखेर। जुनसुकै स्कुलमा गए पनि राम्रै हुन्थ्यो। अनि बुवालाई चाहिँ म 6 क्लासमा पढ्दा अब मेरो तर्फ बुवाले त्यो त एक्सप्रेस गर्नुभएको छैन। अब जसलाई पनि अब आफ्नो पितालाई अथवा बुवालाई चाहिँ अब आफ्नो छोराछोरी राम्रो स्कुलमा पढाउँ भन्ने त रहर जहाँ पनि हुन्छ। अब त्यो सिलसिलामा के थियो भने मेरो बुवा त्यतिखेर ट्याक्स अफिसर हुनुहुन्थ्यो। अब सिलसिला हो सप्तरी जिल्लाको, सप्तरी जिल्लामा म कक्षा 6 मा पढ्थेँ। त्यहाँको एउटा केशव अनुरुद्धवती माध्यमिक विद्यालय भन्ने छ, के हो भनेर चिनिन्छ त्यो स्कुल। त्यो स्कुलमा पढ्दै जाँदा के भयो भन्दाखेरि ट्याक्स अफिसरको छोरा भनेर चिने अब मलाई। अनि त्यसको एडभान्टेज मैले लिन थालेछु सायद। अब मेरो अब तपाईँलाई प्रसङ्गवश भन्नुपर्दाखेरि बुवालाई अहिले थाहा छ कि छैन थाहा पाउनुहुन्छ बुवाले, अब सायद यो हेर्नुभयो भने म जाँचमा राम्रै गर्थेँ। तर जस्तै आज इक्जाम भयो, इक्जाम भएको दिन स्कुलको छेउमा सिनेमा हल थियो। सिनेमा हलको मान्छेले मलाई चिनेका, अब चिनेका भने चाहिँ के हुन्थ्यो, सिनेमा एकदम हेर्नुपर्ने मलाई। त्यहाँ गएपछि बाबु आउनुभयो भनेर भित्र छिराइहाल्ने सिनेमा हलमा। अनि गर्दा गर्दा के हो भन्दाखेरि अब मेरो चाहिँ त्यतापट्टिको लगाव बढी भयो। अनि बुवालाई सायद लाग्यो अब यसलाई अलिक वातावरण पुगेन भन्ने हिसाबले ल एकचोटि तँलाई चाहिँ अब काठमाडौँ पढाइदिन्छु, तैँले काठमाडौँ पढ्न जानुपर्छ भनेर बुवाले सडनली 6 क्लास पास गरेर 6 क्लास पढ्दा भनौँ त्यतिखेर, किनकि अब तराई जिल्लामा चाहिँ 2 महिनाको मिन 50 बिदा हुँदैन थियो। त्यसपछि लगातार पढाइ हुने। अब काठमाडौँमा त मिन 50 को बिदा हुन्थ्यो, पुस र माघ बिदा हुने। अनि पुसको बेलामा बुवाहरू अब दार्जिलिङ घुम्न जाने भन्नुभयो। मलाई सडनली बुवाले के भन्नु भने तँ चाहिँ काठमाडौँ जाँच दिन जा भन्नुभयो। अब मानव पनि कसरी मानव, मलाई पनि घुम्न मन छ, परिवारसँग घुम्ने। तर त्यही टाइममा अब जसो जसो अब आफू सम्हालियो अथवा मलाई सम्झाउनु भयो। सम्झाएपछि काठमाडौँ गइयो, जाँच दियो। र त्यतिखेर भन्नुपर्दाखेरि मलाई मेरो साथीभाइहरू त्यहाँ भएका अब चिनाजाना मान्छेले अब राजविराजको ठाउँमा पढेको केटी यसले के गर्छ भन्ने चाहिँ परेको रहेछ। र के भयो, इन्ट्रान्स दियो। इन्ट्रान्समा अब ल्याबोरेटरी स्कुल भनेको चाहिँ त्यतिखेर वास्तवमा कुरा गर्नु पर्दाखेरि चाहिँ बोर्ड फर्स्ट बोर्ड सेकेन्ड हुने ग्रुपको स्कुल हो, एकदमै फेमस थियो। त्यहाँ इन्ट्री हुनलाई गाह्रो हुन्छ भन्ने कुरा थियो। अब 7 क्लासको लागि जाँच दिन गएको, कताबाट म त फर्स्ट भएछु है, 1 नम्बरमा नाम निक्लिहाल्यो। अब निक्लिएपछि त पढ्नु पऱ्यो। त्यही सिलसिलामा अब त्यहाँ पढिसकेपछि मलाई होस्टेलमा राख्नुभयो। होस्टेलमा साथीभाइ भए, गर्दा गर्दै मैले एसएलसी पनि त्यहीँबाट 7, 8, 9, 10 चारवटा क्लास चाहिँ मैले होस्टेल बसेर पढाएको। अनि सर यो एसएलसी ल्याबोरेटरी स्कुल पढ्नुभयो, त्यसपछि आइएससी पढ्ने जमर्को कसरी जुट्यो सर? अब यो डक्टरै पढ्छु भनेर आइएससी पढ्नु भयो हो, अथवा आइएससी पढिसकेपछि अरू फ्याकल्टीमा जान मिल्छ भनेर पढ्नुभयो सर? त्यो होइन बाबु, त्यतिखेरको स्थिति चाहिँ मैले अहिले अब तपाईँहरूसँग झुटो कुरो बोल्नु हुँदैन। वास्तवमा साइन्स पढ्ने के हो, साइन्स कस्तो सब्जेक्ट हो, कस्तो हुन्छ भन्ने कुरा मेरो पारिवारिक रूपमा पनि डिस्कसन कहिले पनि भएन। खालि के छ भने अब पढाइ अगाडि बढाउनुपर्छ। र अर्को चाहिँ के थियो भन्दाखेरि तपाईँको
अब राम्रो पढ्ने विद्यार्थीले के पढ्ने भन्ने कुराको कुनै उनी थिएन क्या कि डाक्टर कि इन्जिनियर अब डाक्टर इन्जिनियर पढ्नलाई इभन त्यो कुरो अहिले पनि देख्छु मैले तर अहिले त अब दायरा एकदम फराकिलो भइसकेको छ के पढ्ने त त्यसको लागि के पढ्ने भन्दा साइन्समा एडमिसन भयो भने पाइन्छ त्यो पनि बायोमा भयो भने त गजब हुन्छ अरे मौका पाइन्छ डाक्टर पढ्न पाए त डाक्टर भइहालिन्छ नपाए पनि अरू सब्जेक्ट तपाईँले अघि भने जस्तो अरू सब्जेक्टमा पनि पाइन्छ भन्ने हिसाबले साथीभाइसँग कुरा हुँदाखेरि सबै साथीभाइ साइन्स पढ्ने म चाहिँ किन नपढ्ने भनेर छिर्या हो मेरो कुनै डाक्टर बन्ने भन्ने एममा चाहिँ म छिर्या होइन त्यतिखेर आइएससी अमृत साइन्स कलेजबाट गर्नुभयो हजुर अनि बिएससी पनि गर्नुभयो एउटा ब्याचलर एमबिबिएस पनि छुट्टै ब्याचलर यो बिएससी र एमबिबिएसको पक्कै नै केही कहानी त छ सर त्यो पनि सुनाउ न अब हेर्नुहोस् बाबु अब यही प्रसङ्गलाई पछि पनि अगाडि बढाउँछु म एमबिबिएसको कुरा गर्दाखेरि अब मेरो जीवनमा त्यतिखेरको कुरा गर्नु पर्दाखेरि भित्री मन र एउटा समाजलाई कसो भने एउटा आफ्नो भित्री इच्छा हुने त्यो इच्छा पनि एउटा सोसाइटीले गभर्न गर्छ क्या अब सोसाइटीले इन्फ्लुएन्स गर्छ भने जस्तो त्यो एउटा मेरो आफ्नो इच्छा थियो अर्को इच्छा चाहिँ पारिवारिक इच्छा जसले मलाई घचघचाइरहेको थियो त्यसले गर्दाखेरि त्यो फेजमा जुन बेलामा मैले भनौँ न आइएससी गरेँ आइएससी सिद्ध्याएपछि करिब तपाईँलाई अब अहिले ठ्याक्कै भन्नुपर्दाखेरि 2046 सालको जुन आन्दोलनको टाइम थियो नि त्यो टाइममा म आइएससीमै थिएँ अब त्यो बेलाको कुरो यहाँ त अब प्रायः मैले यसो देख्छु कोही पनि जन्मिनु भएको थिएन होला एक दुईजना बाहेक है कोही है अब त्यो वातावरण यसरी धुमलियो कि अब जस्तै आइएससी फर्स्ट इयरमा जोइन गरेको मान्छे मेरो आइएससी कम्प्लिट हुँदाखेरि 4 वर्ष करिब लाग्यो किन आन्दोलित भइयो क्या अब ए जिन्दाबाद मुर्दाबाद गर्दा गर्दै जाँच त कहाँ 2 वर्षपछि एकचोटि भइदिनु कि त्यो कारणले आइएससी चाहिँ तपाईँको प्रोलङ भएपछि के हो भने ममा पनि अब अलिकति डाक्टरै पढ्नुपर्छ र भन्ने मनमा आएको थियो मनमा त अलिअलि पाए त हुन्थ्यो भन्ने थियो अब त्यो कारणले गर्दाखेरि अलिकति रिजल्टहरू पनि अब रिजल्ट राम्रो चाहिने नि त पिसिबी भन्थे के भन्थे होइन पिसिएम पिसिबी भन्ने हुन्छ नि त त्यो कुरामा चाहिँ म त्यति साह्रो एकदमै राम्रो स्कोर भएन मेरो आइएससीमा राम्रो स्कोर नभएपछि के भयो त भन्दाखेरि अब के गर्ने त अब वाट सेल आई डु म कमर्समा त जानलाई त मेरो इच्छा बढेन किनभने पढिसकेको थिएँ आर्ट्समा पनि गर्न सक्छु र भन्ने मनमा थियो अब लको त कुरै भएन त्यतिखेर आइएल नगरी बिएल गर्न पाइँदैन थियो होइन अब त्यतिखेर बिएल मात्रै थियो बिएलभन्दा माथिका उयोहरू गर्न एलएलबी गर्नु पऱ्यो केही गर्नु पऱ्यो भने इन्डिया जानुपर्ने अब मास्टर्सको कोर्स नै थिएन अनि बाध्य भएर खास बिएससी मैले जोइन गरेँ अब हेरौँ न त्यो टाइममा किन टाइम फाल्ने त टाइम त फाल्नु भएन मेरो चाहिँ अब जुलोजी बोटनी र केमिस्ट्री 3टा कम्बिनेसनमा म छिरेपछि के हो भने त्यो अब क्लास त गइन्थ्यो अब लगनशील थिएन अब त्यतिखेरको त्यो उसमा अब के हुन्छ अब कता गइन्छ हुँदाहुँदै के भयो मेरो काका हुनुहुन्छ मेरो साथी जस्तै काका मभन्दा 2.5 वर्ष जतिको हाम्रो ग्याप छ काका फुत्त गएर अमेरिका गइदिनु भयो अब उहाँलाई अमेरिका जानै थियो उहाँको चाहिँ पहिल्यैदेखिको इच्छा म अमेरिकाभन्दा बाहेक अरू दायाँ बायाँ केही पनि गर्दिनँ भनेर आइएससी सकाएर बिएससी पढ्दा पढ्दै उहाँ अमेरिका गइदिनु भयो अब त्यसपछि हामी भित्रभित्र अब कुरो चल्यो बुवालाई भन्ने हिम्मत भएन सिधा कुरो अब म जान्छु अमेरिका भनेर म एक्लो थिएँ फेरि बुवाको सन्तानमा म एक्लो 2टा दिदी बहिनी अब मलाई बडा धर्म सङ्कट पऱ्यो हेर्नुहोस् अनि त्यसपछि लाएर काकाले के भन्नुभयो जुन युनिभर्सिटीमा म गएको छु बाबु त अप्लाई गरिसकेपछि तँलाई केही न केही सुविधा यो युनिभर्सिटीले दिन्छ भनेपछि म भित्रभित्र लागेर अप्लाई गर्नतिर लागेँ त्यही दौरानमा मेरो बिएससी पनि अगाडि बढ्दै गयो क्या त्यतिखेर बिएससी त 2 वर्षको कोर्स थियो 3 वर्ष 4 वर्षको थिएन 2 वर्षको कोर्स हो बिएससी अनि गर्दै जाँदा अनि अब मोड आयो भनौँ न एक किसिमको अब अमेरिका जाने भन्ने हो अब टोफल दिनलाई बुवासँग पैसा माग्यो बुवाले हुन्छ जाँचै त हो नि भनेर दिनु हो बुवाले त्यसरी सोध्नु भएन के हो कसो हो भनेर टोफल पनि राम्रै गरेपछि मैले अप्लाई गरेको थिएँ त्यहाँबाट अब भनौँ अब यो संयोगवश के भन्दाखेरि I-20 भने I-20 आयो I-20 भन्थे I-20 आएपछि अब म जाने भएँ मनमा भयो तर त्यही बेलामा चाहिँ घटनाक्रम अलिकति अर्कैतिर पुग्यो कि अब त्यो म तपाईँलाई डिस्क्राइब गर्छु त्यही घटना सुनाउनु त सर अब एक्ज्याक्टली
त्यो क्रममा चाहिँ के भयो भन्दाखेरि मेरो बुवाको फेरि त्यतिखेर जागिर तपाईँको त्यो टाइम पिरियडमा बुवा चाहिँ मोरङमा हुनुहुन्थ्यो विराटनगरमा ठ्याक्कै बिबी ग्यास खुल्ने रहेछ म त्यति चासोमा थिइनँ बिबी ग्यास खुल्ने रहेछ अनि बुवाले अब त्यहाँ अब हल्लाखल्ला भयो अब फेरि कस्तो भने अब एउटा कुरा चाहिँ बिबी ग्याजेसको पहिला हल्ला के थियो भन्दाखेरि यो संस्था त कोइराला फ्यामिली बाहेक कसैले पाउँदैनन् यसमा भन्ने थियो होइन वास्तविक कुरो हो अब एउटाले अर्कोलाई भन्ने त हो नि कोइरालाहरूले अब बिबीको नाममा खोलेको अब तिमीहरू कोइराला फ्यामिलीसँग राम्रो स्ट्रङ रिलेसन छैन भने पाउँदैनौ भन्ने खालको कुरो बजारमा व्याप्त थियो अनि बुवाले त्यहाँबाट त्यही बिचमा त्योभन्दा अगाडि के भएको थियो भन्दाखेरि मेरो अब बिएससी पढ्दा पढ्दै तपाईँको एउटा नोटिस आयो भनौँ न मैले साइमल्टेनियसली मैले अमेरिकाको अप्लाई पनि गरेको थिएँ अमेरिकाको अप्लाई गर्दा गर्दै यो बिचमा चाहिँ एउटा नोटिस शिक्षा मन्त्रालयले नोटिस पठायो म एक दिन करिब करिब तपाईँको 9:15 बजेतिर तपाईँको समाचार उहाँहरूले भनिसकेपछि एउटा आउँछ कि नेपाल एयरलाइनको त्यतिखेर रोयल नेपाल एयरलाइन भन्थ्यो कि रोयल नेपाल एयरलाइनको चाहिँ सेड्युलहरू चाहिँ कन्फर्म भयो कि भएन भनेर एउटा सूचना आउँछ कि रेडियो नेपालबाट अब त्यतिखेर त त्यही नै हुन्थ्यो बढी रेडियो नेपाल समाचार सुन्यो त्यसपछि अब आजको डिले सेड्युल छ भने डिले सेड्युल भन्थे अनि त्यो सुन्दा एउटा शिक्षा मन्त्रालयको सूचना भने अब सधैँ के हुन्थ्यो भने शिक्षा मन्त्रालयले तपाईँको बङ्गलादेश पढ्ने त्यतिखेर बङ्गलादेश पढ्नु पनि एमबिबिएसको लागि बहुत उ थियो कि 5-7 जना 10 जना मात्रैको हुन्थ्यो बङ्गलादेश पढ्नको लागि छात्रवृत्तिको सूचना भन्ने आयो म सुन्दैछु है सुन्दा के भन्यो भने यसपालिदेखि 60% अथवा त्योभन्दा माथि भएका विद्यार्थीहरूले चाहिँ जात दिन पाउने भनेर भन्थ्यो मेरो 64% हो सधैँ 65 माथिकाले जात दिन पाउँथे 64 ओहो यो त जात त दिनु पाउने भयो भनेर दङ्ग पर्यो मनमा जात दियो बङ्गलादेशको नाम पनि निस्क्यो अब के भयो 7 जनाको नाम निस्केको अहिले साथीहरू हुनुहुन्छ ठाउँमा हुनुहुन्छ त्यो बेलाको भएको अब दोस्ती भयो 7 जनाको दोस्ती भएपछि हामी त्यही अब आइएससी बिएससीको चक्कर त हुन्छ त्यतिखेरको टाइममा जो नाम निस्किने हो त्यो मध्ये चाहिँ हामी 7 जना मध्ये हामी 7 जना 8 जना गएको थियौँ त्यही दोस्ती भयो अब नाम निस्केपछि अब त पनि जाने म पनि जाने भएपछि हुँदो रहेछ नि त हामी मनोकामना गयौँ मनोकामना गएर त्यहाँनिर ए मनोकामनामै अब त तिमीले अलिकति डाक्टरै बनाउनु लेखेको छौ कि क्या हो भन्ने मनमा आइसकेको थियो नि मनमा होइन लोभ त थियो अनि त्यो इक्जामको रिजल्ट इक्जाम दिएर गएको भोलिपल्ट पर्सिपल्ट रिजल्ट हुन्थ्यो दिएर त्यहाँ दोस्ती भएर हामी गयौँ फर्केर आउँदा के भइदियो भने हामी जतिजना पनि गएको थियौँ नि त्यो जनामध्ये अब 2-4 दिनपछि कन्फर्मेसन आउँदा मेरो कन्फर्मेसन आएन सबैको आयो अब के गर्ने त अब आपत पऱ्यो पछि बुझ्दै जाँदा के देखियो भने अब त्यहाँ सम्पर्क गर्न सक्ने मान्छेहरूसँग सम्पर्क गरियो बुझ्दै जाँदा त के भएर छ भने मेरो आइएससीदेखि लिएर मेरो त्यो एप्लिकेसनको टाइम पिरियड एसएलसीदेखि बङ्गलादेशको रुल रहेछ त्यतिखेर एसएलसीदेखि नाम निस्किन्जेलको सम्मको पिरियड चाहिँ 4 वर्ष कटेको नहुने रहेछ 4 वर्ष कटिसकेपछि त्यो एप्लिकेसन मानिँदैन रहेछ नमानेपछि त एउटा ठुलो चोट त लागिहाल्यो त्यसपछि त्यो चोट लागेपछि त झन् अमेरिका जाने प्रबल भयो भएन अब अमेरिका जान्छ अनि त्यही बिचमा जुन त्यो I-20 आइसकेपछि मैले बुवालाई भन्न पनि सकेको थिइनँ बिबी ग्यासको प्रसङ्ग आयो बिबी ग्यासको प्रसङ्ग आउँदाखेरि बुवाले के भन्नुभयो एउटा काम छ आइज विराटनगर भन्नुभयो म गएँ अब त्यतिखेर अब अरू काम पनि थिएन गइसकेपछि बा छोराको सँगै बसेर धेरै लामो कुरा हुँदैन थियो कि छोटो कुरा मात्रै हो नि यसो बस्ने डर लाग्थ्यो बुवासँग डर लाग्ने अहिले पनि कतिजनालाई लाग्छ होला तर त्यति डराउनु आवश्यक छैन जस्तो लाग्छ कि अहिले फर्केर हेर्दा नि अब बुवाहरूले त छोराछोरीलाई राम्रै होस् भनेर भन्ने हो अब तर त्यो दिन चाहिँ मलाई आफैलाई के अचम्म लाग्यो भने बुवाले मलाई राम्रोसँग सम्झाउनु हो तँलाई खालि तेरो चाहिँ तँलाई अपर्च्युनिटीले नक गर्यो तँमा क्यापेसिटी रहेछ खालि के भइदियो भन्दाखेरि त्यो पिरियड जुन इन्टरमिडिएट लेभलको त्यतिखेरको अहिले +2 भनौँ
+2 को पिरियडमा चाहिँ सायद अब तैँले गर्न सक्ने मेहनत चाहिँ तैँले गर्न सकिनस् होला, तर अब अहिले बङ्गलादेशमा नाम निक्लिनु, त्यत्रो फ्रेसरसँग निस्किनु त तैँले गर्न सक्छस् भन्ने त प्रमाण हो नि त। ल बाबु अब एकचोटि चाहिँ बिबी ग्यासको जाँच दे, बिबी ग्यासको जाँच दिँदाखेरि भएन भने तेरो इच्छा जे छ गर भनेपछि अब फसाद। अब त्यही बेलामा फर्म भर्न पठाइदिन्छु, फर्मसम भऱ्यौँ, बिबी ग्यास चाहिँ छिरेँ, भित्र छिरेपछि मलाई मनमा कस्तो आयो नि, यो कस्तो राम्रो ठाउँ रहेछ, ओहो यस्तो पनि हुन्छ कलेज, यस्तो कलेजमा त पढ्नु पाउनु त भाग्यमानी हुन्छ भने जस्तो लाग्यो क्या मनमा। घर फर्किने बेलामा मसँग ठ्याक्कै 3 हप्ता बाँकी थियो जाँच आउनलाई। त्यसपछि म काठमाडौँ फर्केँ। काठमाडौँ फर्केपछि अब त्यतिखेर मोबाइल थिएन, हेर्नु इन्टरनेट मोबाइलको त कुरै थिएन, घरको त्यो फोन मात्रै हुने हो, त्यो ल्यान्डलाइन मात्रै हुने हो। ल्यान्डलाइन पनि अब फोन आए पनि नउठाउने हिसाबले 3 हप्ता चाहिँ कसरी पढियो, रिभाइज गरियो भनौँ न, रिभाइज गरियो, जाँच दिन गइयो। जाँच दिएर निस्किएपछि अब साथीभाइले त भन्छन् नि त, कति मिलाइस् के मिलाइस् भन्दाखेरि मनमा लागिसक्यो कि अब हुन्छ मेरो भने जस्तो भइसक्यो कि। त्यति आनन्द लाग्यो क्या त्यो क्वेसन देखेर। नभन्दै अब दोस्रो तेस्रो दिनमा ऊ भयो, त्यसपछि त अब नाम निस्केपछि त कहाँ अब घर परिवारले छोड्छन् र अमेरिका जानु कहाँ दिन्छन् त नि। डाक्टर बन्नु भएपछि ल भनेर छिरेको। फर्स्ट ब्याच 1994 अक्टोबर 20 हामी छिर्यो। अनि सर यो एमबिबिएस अब अहिले हाम्रो क्षेत्रमा त हामीलाई नै एमबिबिएस पढाउँदै हुनुहुन्छ तपाईँले। त्यति बेलाको एमबिबिएस पढाइ र जुन तपाईँ धरानमा पढ्नुभयो नि, त्यति बेला पढ्दाखेरिको दुःख र अहिले हामीले जुन सुविधाहरू पाउँदाखेरि पनि हामी अलिकति बढी अल्छी भएको हो कि होइन? त्यसमा चाहिँ अलिकति तपाईँहरूको त्यति बेलाको पढाइ र अहिलेको पढाइमा अलिकति के फरक छ जस्तो लाग्छ सर तपाईँको? त्यो बाबु तात्विक भिन्नता केही पनि छैन, तात्विक भिन्नता केही पनि छैन। म अब कस्तो भने मेरो यङ्गर जेनेरेसन डाक्टर साहबहरू जो अब डाक्टर हुँदै हुनुहुन्छ उहाँहरूलाई पनि मेरो आफ्नो एनालाइसिस छ के हो त खास वास्तविक कुरो, किन त यस्तो भइरहेछ। अब बाहिर कुरा आउँछ यस्तो हुन्छ, यो पढ्दैनन्, फलाना हुन्छ, ढिस्काना हुन्छ भन्ने कुराहरू। अब कोही पढि पनि रहेको हुन्छन्। सबभन्दा ठुलो कुरो पढाइमा ठुलो कुरा चाहिँ डिस्ट्र्याक्सनहरू छ क्या। डिस्ट्र्याक्टेड हुनु चाहिँ यो उमेरको छ नि, जुन उमेरमा तपाईँहरू पढ्दै हुनुहुन्छ नि, त्यो उमेरमा तपाईँको डिस्ट्र्याक्सन भनेको कुरो चाहिँ नेचुरली आउन सक्ने सम्भावना भएको चिज र त्यसमा मान्छे बग्दो रहेछ क्या। अब अहिले हेर्नुहोस्, अब पढ्ने त्यही नै हो। डेभलपमेन्ट अहिले भनौँ न 20-25 वर्षको टाइममा, अब करिब 25 वर्षै भयो, 25 वर्षको टाइममा मेडिकल फिल्डको डेभलपमेन्ट त पक्कै भएको छ। नयाँ मोलिकुल आयो, नयाँ चिज आयो, नयाँ ट्रायल भयो, नयाँ वे अफ ट्रिटमेन्टको कुराहरू आउँछ। तर किताब त त्यही किताब हो। जस्तै तपाईँले यहाँ राख्नु भएको छ डेभिडसन, हामीले पढाइ पनि यही डेभिडसन हो, एडिसन मात्रै फरक हो नि त। त्यतिखेर पनि यति नै मोटो थियो। कतिपय कुरा त्यतिखेर पढाएको कुरो यसमा छैन। किन भन्दाखेरि अहिलेको डिपेन्डेन्सी चाहिँ क्लिनिकल स्किल भन्दा पनि इन्भेस्टिगेसन बेस्ड भइदियो कि। त्यो हुनु आफैमा पनि नराम्रो छैन। त्यसमा अब मैले त अब एउटा प्राध्यापक भएको हिसाबले त्यसमा आफैमा नराम्रो कुरो होइन। तर के छ भन्दाखेरि विद्यार्थीलाई डिस्ट्र्याक्ट गर्ने धेरै चिजहरू छन्। इमोसनल डिस्ट्र्याक्ट हुनु भनेको परपूर्वकालदेखि आएको कुराहरू हो। फलानाले मलाई हेप्छ, फलाना चाहिँ मलाई मनपर्छ, फलाना मन पर्दैन, अब यो त ऊ हुन्छ भन्ने कुरो इमोसनल चिजहरू पहिलादेखि थियो। तर अहिले के छ भन्दाखेरि तपाईँसँग हातमा छ संसार। गुगल गर्ने बानी भन्छौँ नि, गुगल गर्ने भन्छौँ होइन। अब के छ भन्दाखेरि त्यसले लाइफलाई इजी त बनाएको छ, तर के छ भने सर्ट टर्म मेमोरीमा धेरै कुरो जाने भयो क्या। अब तपाईँसँग किताबको एभाइलेबिलिटी, एडिसन्स भनौँ न, अब तपाईँको यही मेडिसिनको टेक्स्ट बुक चाहिँ 1000 थरी एभाइलेबल हुन थाल्यो। अब अलिकति पढ्न इच्छा भएको मान्छेले अब यसमा स्टिक नहुने भयो। अब स्ट्यान्डर्ड टेक्स्ट बुक एउटामा स्टिक नहुने, एउटा च्याप्टर यसबाट पढिदिने, अर्को च्याप्टर अर्कोबाट पढिदिने, अब हो त्यसमा अझ राम्रो होला भनेर पढ्दै टाइम जान्छ क्या। त्यतिखेर चाहिँ के थियो भन्दा किताबै नहुने त होइन, तर के थियो भन्दा यति चाहिँ मैले पढ्नुपर्छ भनिसकेपछि भएको चिज एभाइलेबल सोर्सलाई चाहिँ पहिला पढ्ने हो। अब अहिले तपाईँ भन्नुहोस्, अब मेजोरिटी तपाईँले यसो इमेजिन गर्नु, अब सबैको त नहोला है, अब सबैलाई त म भन्दिनँ, तर आफैले आफ्नो आत्मामा सोच्दाखेरि के हुन्छ भन्दाखेरि मैले मेरो मेजर टाइम चाहिँ कतापट्टि उ गरिरहेको छु। मेरो आज दिनभरिको 24 घन्टाको टाइममा म 8 घन्टा 9 घन्टा सुत्छु, त्योभन्दा बाहेक अवेक स्टेटमा
मैले चाहिँ कति समय चाहिँ मेरो किताबलाई दिइरहेको छु भन्ने चाहिँ रियलाइज गर्नुपर्छ। किनभने यो फिल्ड भनेको यस्तो फिल्ड हो कि आजको भोलि चिजहरू चेन्ज भइरहेछ, त्यसमा आफूलाई अपडेट पनि गर्नु पऱ्यो, हो कि न? अपडेट गर्नलाई के छ? एउटा त किताब छ, एउटा अरू इन्टरनेट हो। अब इन्टरनेटलाई पनि दुरुपयोग भनेको अब सोसलाइजै नहुनु भन्न त म कसैलाई भन्न सक्दिनँ, किनभने सोसियल भएन भने त हुँदैन। तर सोसियलाइज हुने जुन समय हामीले दिन्छौँ नि, त्यो समयलाई केही न केही रूपमा एज अ मेडिकल स्टुडेन्ट चाहिँ कट चाहिँ गर्नुपर्छ, गर्नै पर्छ। त्यतिखेर किन अब हामी यो चिज चाहिँ अहिलेको र त्यतिखेरको फरक हो। अदरवाइज के छ भन्दा टपिक त्यही नै हुन्, विषय त्यही नै पढ्नुपर्छ, विषयमा कुनै चेन्ज आएको छैन। एक दुईवटा विषयमा अलिअलि होला, अब त जस्तै इथिकल पार्टहरूबाट कुराहरू अलिकति आएको छ, एनएमसीले पनि अलिकति फोकस गरेको छ, यो चिजमा ट्रेन्ड हुनुपर्छ बाई द टाइम अफ फिनिसिङ यो एमबिबिएस भन्ने चाहिँ छ। अदरवाइज खासै चेन्ज चाहिँ छैन। सोर्सहरू धेरै छ अहिले, त्यतिखेर सोर्सहरू कम हुन्थ्यो। तपाईँलाई एउटा पेपर लेख्नु पऱ्यो जो चाहिँ अब तपाईँलाई अब सानो एउटा प्रोजेक्ट प्रिपेयर गर्नु पऱ्यो भने अहिले सजिलो छ। अहिले तपाईँ नेट खोल्न सक्नुहुन्छ, डिफ्रेन्ट विन्डोजमा डिफ्रेन्ट पेपर राखेर ल यसले के भनेको चाहिँ एकैचोटि गर्न सक्नुहुन्छ तपाईँहरू। तर त्यतिखेर थिएन, तपाईँ जानु पर्थ्यो लाइब्रेरीमा, त्यो पेपर तान्नु पर्थ्यो, त्यसलाई पढ्नु पर्थ्यो, अन्डरलाइन गर्नु पर्थ्यो, अनि बल्ल त्यसलाई कपीमा सार्नु पर्थ्यो। किनभने सबैसँग ल्यापटप पनि त थिएन नि त। एक दुईजना साथीभाइले के भन्नु, यो त कम्युनिटी ओरिएन्टेड इन्टिग्रेटेड कोर्स भन्छ, कम्युनिटी ओरिएन्टेड भएपछि त भएको कुरा हो। अब त हामी त डाइरेक्ट डिसेन्ट्री ब्याग त अरू त केही हेर्नै नपाउने भयो, यो त कम्युनिटी ओरिएन्टेड भन्ने खालको कुरो भयो। तर त्यो थिएन, उहाँहरूले बहुतै मेहनत गर्नुभयो। त्यतिखेर अध्यक्ष मदन उपाध्याय सर हुनुहुन्थ्यो, अनि हाम्रो रेक्टर सर चाहिँ हाम्रो शेखर कोइराला डाक्टर सर, अहिले शेखर कोइराला हुनुहुन्थ्यो। उहाँहरूले इन्डियन कलिगहरूसँग मिलेर इन्डियन पिआइए भन्थ्यो, प्रोजेक्ट इम्प्लिमेन्टेसन अथोरिटी भनेर, इन्डियन गभर्मेन्टको एउटा सबभन्दा लार्जेस्ट स्केलमा अनुदानमा तयार भएको बेला संस्था हो। त्यतिखेर उहाँहरूले हामीहरूलाई पढाउनको लागि नेपालमा सायद टिचरहरूको कमी पनि थियो, अथवा टिचरहरू जान मान्नु भएन, कुनै सब्जेक्टमा हुनुहुन्थ्यो, कुनैमा हुनुहुन्न थियो। तर उहाँहरूले मलाई तपाईँहरूलाई ढाँट्नु हुँदैन, यो जोक होइन, मलाई एमबिबिएसको फर्स्ट इयरदेखि फाइनल इयरसम्म दिएको करिकुलममा भएको र जुन स्केड्युल आउँथ्यो, हाम्रो स्केड्युल चाहिँ हाम्रो युनिट अनुसार हुन्थ्यो। 2 महिना 3 महिनाको स्केड्युल एकैचोटि आउने र टपिक नै डिस्क्राइब गरेर आउँथ्यो। त्यसमा एक दिन पनि क्लास मिस भयो। अब तपाईँलाई अचम्म लाग्छ होला, तर हामीले पनि मिस गरेन। किन? हाम्रो अब कस्तो 30 जना थियौँ, अब सुधीर रेग्मी भनेर सबै सरहरूलाई नाम थाहा हुन्थ्यो। त्यो यसो बस्दाखेरि खोइ सुधीर खोइ भनेर सोध्यो भने त बर्बाद होइन। अब अरुण शर्मा कहाँ छ भनेर खोज्यो भने त यति सबैजना जाने, 29 जनामा 1 जना नगयो भने त मार्क भइहाल्छ। त्यही भएर पनि सबै हाम्रो त्यो ग्रुपको विद्यार्थी जति थियौँ सबै क्लास एटेन्ड गरौँ। 1-2 जना साथीहरूले मिस गर्नुभयो होला, तर क्लास चाहिँ भयो। अब हुँदाखेरि चाहिँ के थियो भने हामी लकी रहेछौँ भन्छु म चाहिँ। अब किनभने त्यतिखेर चाहिँ हामीले विभिन्न सेक्टरका गुरुहरू पायौँ। नेपालबाट पनि हुनुहुन्थ्यो, आइएमबाट पनि सरहरू जानुभयो, पाथोलोजीमा आउनुहुन्थ्यो, माते सर हुनुहुन्थ्यो, त्यस्तै गरी हाम्रो पोखरेल सर माइक्रोबायोलोजीमा आउनुभयो, फार्माकोलोजीमा 1-2 जना सरहरू आउनुभयो, अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट टिचरहरू आउने, तपाईँको पिजिआई चण्डीगढबाट आइदिने, जिपमर पोन्डिचेरीबाट आइदिने, बिएचयुको सरहरू आइदिने होइन। तर उहाँहरूको चाहिँ कस्तो भने गभर्मेन्ट डेपुटेसन हुँदो रहेछ। 2 महिना 3 महिना, कोही चाहिँ 1 वर्षलाई आइदिने, कोही चाहिँ 2 महिना आउने, तर उहाँको रिप्लेसमेन्टमा त्यस्तै खालको सर आइदिने कि। मल्टिपल पिपलसँग चाहिँ हामीले भनौँ न टिचरहरू, मल्टिपल एरियाजको टिचरहरूबाट हामीले चाहिँ केही नलेज लिन पायौँ। अहिले फर्केर हेर्दा चाहिँ कस्तो लाग्छ भने त्यो त वास्तवमा भन्यो भने त्यतिको साह्रो तरिकाले चाहिँ एक्सपोजर चाहिँ अहिलेको मेडिकल स्टुडेन्टहरूले पाउँदैन, कहीँ पनि पाउँदैन। त्यो पाउँदैन। त्यो उहाँहरूको इफोर्ट, उहाँहरूले हामीलाई केही गरिदिउँ भन्ने हिसाबले, राम्रो हुनुपर्छ भन्ने हिसाबले उहाँहरूले गर्नुभएकोमा चाहिँ अहिले पनि म उहाँहरूलाई सम्झिन्छु कि कति मेहनत गरे होला, हामीलाई त्यति गरिदिनु भयो। त्यसले गर्दाखेरि अहिले केही नभए पनि हामी यसो छाती फुलाएर हिँड्न पाएका छौँ।
जहाँ पनि जान्छौँ राम्रै भइरहेछ अहिलेसम्म भगवान् छन् जे पनि हस् थ्याङ्क यू अनि सर एमबिबिएसको जुन अलिकति कुरा कोटाउन मन लाग्यो अझै पनि मलाई किन भन्दाखेरि हामी एमबिबिएसको स्टुडेन्ट भएको कारणले गर्दाखेरि त्यति बेला जुन हाम्रो हिस्ट्री टेकिङ हुन्थ्यो होइन यो केस प्रेजेन्टेसन हुन्थ्यो त्यति बेलाका तरिकाहरू होइन त्यति बेलाका मान्छेहरू र अहिलेका मान्छेहरूमा अलिकति बढी पहिले हाम्रो अहिलेको जमाना त गुगल सर्च गरेर आउने अनि त्यसपछि यस्तो छ भन्ने जुन परम्परा बढिरहेको छ होइन तपाईँहरूको पालामा त पक्कै पनि थिएन त्यति बेला बिरामीहरूको चेक गर्दाखेरि तपाईँहरू चाहिँ एज अ मेडिकल स्टुडेन्ट गर्दाखेरि सहज कतिको हुन्थ्यो र उनीहरूलाई चाहिँ विश्वास कसरी दिलाउनुहुन्थ्यो कि तपाईँहरू हामी ट्रिटमेन्ट गर्दैछौँ राम्रै गर्छौँ भन्ने तरिका चाहिँ कसरी चाहिँ तपाईँहरूलाई त्यो डेभलपमेन्ट कसरी भइरहेको थियो त्यति बेला अब एउटै चिज हो तपाईँले सोध्नु भएको कुरो अहिले पनि एउटै चिज हो त्यतिखेर पनि एउटै कुरा हो तर एउटै कुरा फरक के छ भने अहिले चाहिँ तपाईँहरू मेडिकल अब यो आफ्नो आफ्नो बाध्यता आफ्नो आफ्नो कलेजको बाध्यता कलेजमा ग्रुपको बाध्यता ठुलो ग्रुप हुन्छ त्यसले गर्दा के हुन्छ भन्दाखेरि तपाईँको अब सबैमा ध्यान दिनु नपाइएला अब लगभग अहिले त तपाईँहरूलाई मैले सोच्नुहोस् न हामी 30 जना थियौँ 30 जना मध्ये अब तपाईँको 5वटा डिपार्टमेन्टमा डिभाइड गऱ्यो भने कति हुन्छ 6 जना हुन्छ 6 जनाले एकचोटि पाउनु र 26 जनाले पाउनुमा त फरक छ नि हैन र ध्यान पनि अलिकति कम चाहिँ हुन्छ नहुने होइन त्यही भएर पढाउने तरिका जुन छ हिस्ट्री टेकिङको जुन सिक्वेल छ यसरी जानुपर्छ यो पछि यो सोध्नुपर्छ यो भएन भने यो सोध्नुपर्छ यो भएपछि यो सोध्नुपर्छ यसरी यहाँबाट मिलायो भने चाहिँ यो होला भनेर जुन हामी डिस्कस गर्छौँ नि हामी आफ्टर हिस्ट्री टेकिङ त्यो सेम नै हो त्यो कुरा चाहिँ सेम नै हुन्छ खालि के छ भने अहिलेको जुन ठुलो ग्रुपमा पढ्ने विद्यार्थीहरूले चाहिँ अलिकति आफ्नो लागि भनेर अगाडि बढ्ने चाहिँ प्रयास चाहिँ गर्नुपर्छ अगाडि बढ्ने भनेको के हो त भन्दा अगाडि मुख देखाउन सक्नु पर्यो एउटा कुरो लाज मान्नु भएन र हिस्ट्री टेकिङ गर्ने आफ्नो पालो पर्छ भने अथवा आफू अगाडि बढेर गर्नु छ भने लाज नमानी निर्धक्क भएर त्यो अपर्च्युनिटीलाई युज गर्न सक्नुपर्छ किनभने रोटेसनमा अपर्च्युनिटी एकदम कम आउँछ डेफिनेटली हो तर त्यही चिजलाई पनि प्यासिभ लर्नरको हिसाबले पनि सुन्ने राम्रो बानी भयो क्लासमा आइदिने राम्रो बानी भयो टाइममै आइदिनु भयो भने टाइममै सुन्नुभयो आज सरहरूले ढिलो हुनुभएछ म त गएँ चिया खानलाई म किन बस्नु भन्नु त अर्कै कुरा हो त्यो गर्न भएन नभए भने करिब त्यही नै चिज हुन्छ बाबु त्यही नै हो खालि कुरो के छ भने ग्रुप चाहिँ ठुलो भयो त्यो हामीले रियलाइज गर्नै पर्छ 5-7 जना राखेर पढाउनु र 25-26 जना राख्नु र गाह्रै हुन्छ अब त्यसलाई पनि अझै तरिकाले मिलाउन सकिन्छ तर त्यो चाहिँ द्याट डिपेन्ड्स अपन नम्बर अफ फ्याकल्टी अलिकति फ्याकल्टी बढी भयो भने एकै सेसनमा 3 जना फ्याकल्टीले 3टा बेडमा राखेर 3तिर पढाइदिनु र 1 जना फ्याकल्टीले पढाउनमा फरक छ डेफिनेटली फरक छ एमबिबिएस सिद्धिसकेपछि एनएमसी नम्बर लिनुभयो त्यसपछि पहिलो जागिर कहाँ गर्नुभएछ तपाईँले पहिलो जागिर बिबिकेएचएस अब जात दिन गएको जात दिन जाँदाखेरि अब कति 5-6 नम्बरमा कतिमा नाम निस्क्यो के पढ्ने भन्ने पनि डिसिजन थिएन म त इएनटी पढ्छु भनेर बसेको मलाई इएनटी मन पर्थ्यो अर्थोपेडिक्स पाए त झन् राम्रो भन्ने हुन्थ्यो मलाई मेडिसिन त 3rd 4th मा चोइस थियो के भइदियो भने 1 नम्बरको सुरेश उप्रेती अहिले उहाँ हुनुहुन्छ आइएममा 1 नम्बरको म 6 नम्बरमा थिएँ 1 नम्बरकोले एउटा सिट थियो अर्थोपेडिक्स उहाँले लिदिहाल्नु भयो साट्टै अनि इएनटीको बारेमा चाहिँ त्यही गएर फेरि माइन्डमा उ भयो मेरो पालामा इएनटी पनि आएको थियो र यसो सोचेँ होइन फिजिसियन त फिजिसियनै बन्नुपर्छ गजक्क बस्न पाइन्छ बिरामीसँग कुरा गर्न पाइन्छ यसो रमाइलो हुन्छ भनेर नि मेडिसिन पढेको अनि तपाईँले एमबिबिएस भइसकेपछि जम्मा 15 महिना काम गर्नुभयो त्यसपछि इक्जाम दिएर निस्किहाल्नुभयो अनि सर यो एमडी गर्ने बेलामा के त्यस्तो इन्सिडेन्ट जुन इन्सिडेन्टले चाहिँ तपाईँको माइन्डमा अझै रहिरहेको इन्सिडेन्ट सुनाउन न त 2-3 वटा ओके थुप्रो कुराहरू छ तर अब एक दिन आफू बचेको कुरा गर्छु म है त आफू बचेको कुरा यो कति साल भने 2060 साल पक्नुहोस् है एक्ज्याक्टली 60 सालकै कुरा हो 60 होइन कति भने अब लगभग त्यही टाइमको कुरा हो म एमडी मेरो आमा एक्सपायर भइसक्यो आमा एक्सपायर भएपछि मैले अब भनौँ न अब दसैँ तिहारको ड्युटी कसले थाम्छ त कि आमा एक्सपायर हुनु पऱ्यो कि तिहार दसैँ नमनाउने मान्छे हुनु पऱ्यो
अब आइएममा के हो भन्दाखेरि तिहारको बेला थियो। तिहारको बेलामा चाहिँ मलाई हजुरको ड्युटी दियो। ड्युटी दिएपछि अर्को एकजना साथी मालदिप्सबाट हुनुहुन्थ्यो, मेरो जुनियर भाइ। हामी दुईजनालाई तिहारको ड्युटी तपाईँहरूले सम्हाल्ने भने म पनि अब तिहार नमनाउने के त नि गर्ने त भने पछि गएर सजिलो होला भनेर बस्यो। सडनली के हो भने एकजना लेडीलाई हाम्रो पहिलाको इमर्जेन्सी आइएमको इमर्जेन्सी अर्कै थियो, यतापट्टिको त्यो बिल्डिङ मात्रै थियो, छिर्ने बित्तिकै देब्रेपट्टिको त्यो अहिले हाम्रो गुरुङ उहाँ भाटबडी गुरुङहरूले बनाइदिएको थिएन बिल्डिङ। त्यहाँ अब हामी अब ड्युटी गऱ्यो। अब अगाडिपट्टि क्यान्टिन थियो, यसो चिया खाएर आउन त भनेर जान लाग्यो। एउटा मोटी लेडीलाई राखेर छ त्यहाँनिर। अनि हेऱ्यो परबाट मेडिसिनको कुरा, यो टाइप 2 रेस्पिरेटरी फेलियर हुनुपर्छ भनेर कुरा भयो। त्यहाँका अब मेडिकल अफिसर साथीहरूलाई अब ल तपाईँहरू गर्दै गर्नु, पेसेन्टलाई अहिले नेबुलाइज गर्ने जे गर्नुपर्छ गर्नुहोस्, यस्तो रहेछ। अब प्रोबेबली यो पेसेन्टलाई त अब अलिकति इन्टेन्सिभ केयरमा राख्नुपर्छ। अब इन्टेन्सिभ नभए पनि स्टेप डाउन वार्डमा त राख्नुपर्छ, हामी जेनरल वार्डमा राखेर हुँदैन अथवा अरूतिर राखेर हुँदैन भन्ने कुरा हो। गयो हेर्नुहोस्, त्यहाँबाट उहाँहरूको पेसेन्ट पार्टी एकजना आउनुभएको थियो। अब उहाँलाई सम्झाइयो यस्तो यस्तो छ तपाईँको, उहाँलाई चाहिँ अब यसो सोचेका छौँ, माथि बेड छैन, अब एभाइलेबल भएमा बेडमा राख्नेछौँ। अब त्यहीँ उहाँहरूले भन्नुभयो कसरी हुन्छ हाम्रो लागि बेड नहुने। अनि हामी अब पाउनुहोस् व्यवस्था गर्नेतिर लागौँला, अब अहिले जे हुन्छ सकिन्छ यहीँ गरौँ। त्यसपछि अब व्यवस्था भएछ भने त राखौँला, नभए भने अदरवाइज तपाईँले सोच्नु त पऱ्यो, किन उहाँलाई वार्डमा राख्दा होइन हामी क्याबिन बस्छौँ। अब पछि त्यसपछि अब क्याबिन बस्ने भन्छ यो मान्छे कसरी क्याबिन राख्ने हो, यो त मोनिटर चाहिन्छ भनेपछि त्यहाँ मेडिकल अफिसरलाई ल त हामी एकैछिन ल यो हुँदैछ सबै त ठिकै भइरहेछ, एकछिन रेस्पोन्स हेर्नु परिहाल्यो, हामी 10 मिनटमा आउँछौँ भनेर हामी चिया खान गयौँ। उहाँहरूले अब आफ्नो गर्नुभयो। फर्केर आउँदाखेरि बिरामी झन् निलो भएर जानुभयो। गरेपछि अनि त्यो हाम्रो इब्राहिम भन्ने भाइ थिए, त्यो मालदिप्सको, इब्राहिम यो त भएन यार, यो त पेसेन्टलाई कहाँ राख्ने त भन्दाखेरि माथि एउटा आइसिसियुमा एकजना बिरामी भर्खरै एक्सपायर भएर छ, एउटा बेड खाली भयो। फोन गर्दाखेरि बेड खाली भएपछि ल सार्ने भन्यो, माथि लगियो होइन। मोटो लेडी है, अब तपाईँको त्यो इन्टुबेसन गर्दाखेरि मलमपट्टि ग्रेडिङ त 1000-2000 होला, अब कति हो भने अब त्यो देखिँदैन। त्यसपछि माथि लगेपछि त यति डिस्याचुरेट गरेको, उसलाई इन्टुबेट नगरी भएन, इन्टुबेसन गरियो। इन्टुबेसन गरेपछि बाहिर निक्लियो, भन्नु पऱ्यो। भन्दै जाँदाखेरि अब 2-4जना अल्लारे केटाहरू पनि थिए त्यहाँनिर। यसो हो भनेपछि मलाई उहाँहरूले के भन्नुभयो भने क्या मजाले धम्काउनु भयो क्या, डाक्टर साहब तपाईँलाई त इजी छ के भयो र, अब बाहिर निस्किनु भयो अहिले यसो भन्नुभयो, एकछिनपछि वी आर सरी भन्नुहुन्छ, ढ्याङ्ग भइहाल्छ तपाईँहरूलाई। तर डाक्टर साहब त्यो भन्नुभयो भने चाहिँ यहाँ के हुन्छ हेर्नुहोस् है, मजाले धम्कायो क्या। तपाईँहरू सायद तिहारको बेला छ, केही फरक पऱ्यो भने त यहाँबाट निस्किनु तपाईँहरूलाई गाह्रो होला भनेर दियो। अब भनेपछि त अब मुटु त ढकढक भयो। अब के, अब तपाईँको 10-15जना केटाहरू छन्, यङ छन् होइन, कोही मुन्द्रा लगाएका, कोही के गरेका छन्। अब कसरी मिलाउने, अब मिलाउने भनेपछि भेन्टिलेटर छैन, फेरि तपाईँको इन्टुबेट भयो, ब्यागिङ गरेर राखिरहेछ, भेन्टिलेटर छैन। अनि त्यो पिरियडमा यति डराइयो, 2-3 घन्टाको पिरियड। अब कुन बेला के हुने हो, भद्रगोल हुने भयो। अब चाहिँ आज चाहिँ खाइयो। किन डर लागेको भने अब हामीभन्दा सिनियरलाई फोन गऱ्यो, फोन उठ्दैन। अब मोबाइल छैन हेर्नु है, अब मोबाइलको जमाना हो भने मोबाइलमा गरे गर्नु, ल्यान्डलाइन गऱ्यो उठ्दैन। एकजना सिनियर हुन्थ्यो, नाम लिनु मलाई अहिले मन छैन, उहाँलाई फोन गरेँ, ए बाबु तपाईँहरू मिलाउनु न यार, जे गरेर हो भने भनेर उहाँले राखिदिनु भयो। अब सिनियरलाई केही भन्ने त कुरो भएन। त्यसपछि फेरि अब त्यो छटपट भयो। अनि बाहिर फेरि भित्र हेरेर बाहिर निस्किँदाखेरि एकजना भद्र भलादमी मान्छे देखेँ। हो डाक्टर साहब तपाईँहरूले त मेरो बिरामीलाई चाहिँ यति राम्रो गरिदिनु भएको रहेछ डाक्टर साहब, यसो रहेछ
भेन्टिलेटरमा राख्ने भन्नुहुन्छ। भेन्टिलेटर चाहिँ अब एभाइलेबल गराउने कोसिस गरिदिनु होला, म पनि एक दुई ठाउँमा बुझ्दैछु भन्नुभयो। एकदम बुझ्या मान्छेलाई कहाँ देखेको छु त्यो मान्छे भने म अहिले नाम त लिँदिनँ है, तर स्टिल हि इज इन माई हो। त्यसपछि त्यही मध्ये एउटा भाइले चाहिँ के भन्यो भने होइन भन्नु डाक्टर साहब भेन्टिलेटर कहाँ किन्न पाइन्छ अहिले किनेर ल्याउँछु भन्नु होइन। उहाँले बुझेर नबुझेर त भन्नुभयो। अब त्यसपछि मैले होइन भाइ यसरी भेन्टिलेटर किनेर पाइने भए त के भयो र तपाईँहरू सक्नुहुन्थ्यो होला, ल्याउनुहुन्थ्यो होला। अनि अर्कोले भन्यो होइन यिनीहरूले यो डाक्टरहरूले चाहिँ यसो गर्छन्, यसो गरेर अहिले हाम्रो मान्छेले यसो भयो भने यी डाक्टरलाई छोड्नु हुँदैन भने। त्यहीँ अर्को भाइले त्यो भलादमी मान्छेले यस्तोसँग ती बच्चाहरूलाई, ती बच्चा भनौँ न अब त्यो भर्खरका केटाहरूलाई यस्तोसँग हगार्नु हो सडनली। उहाँलाई के भन्नु भने तिमीहरू डाक्टरले काम गरिरहेको ठाउँमा, अब म उहाँलाई अहिले पनि सम्झिन्छु, काम गरिरहेको ठाउँमा त्यस्ता मान्छे पनि हुँदो रहेछन् क्या, अब नहुने होइन कि। काम गरिरहेको ठाउँमा यसरी डाक्टरलाई तिमीहरूले धम्की दिने, डाक्टरलाई उकास्ने अथवा डाक्टरको मनोबल गिराउने काम गऱ्यो भने हाम्रो बिरामीलाई के असर पुग्छ। हटाओ तिमीहरू यो टिचिङ अस्पतालको गेटबाट भित्र यहाँ आएको देख्यो भने तिमीहरूलाई अहिले खुट्टा भाज्न लाउँछु भने आनन्द आला सर, मनमा त यति आनन्द आयो है, यति आनन्द आयो। अनि त्यसपछि तपाईँको उहाँ व्यक्तित्व अब नामै लिइदिन्छु। उहाँ चाहिँ अब उहाँको नाम चाहिँ दीपक बोहरा। पछि अब कहाँ देखायो जस्तो लाग्यो भने त म दीपक बोहरा भनेर चिनाउनु भयो। उहाँले त्यो दिन हाम्रो प्रति गरेको त्यो चाहिँ अब म चाहिँ बिर्सिदिनँ अब है, पर्सनल आफ्नो आफ्नो हुन्छ मान्छेको। पछि मैले अब त्यो उहाँको रिलेटिभ हुनुहुँदो रहेछ, उहाँको रिलेटिभलाई सबै थोक राम्रो भयो। अब उहाँलाई हामीले नर्बिकमा ट्रान्सफर गऱ्यौँ। ट्रान्सफर गर्दा उहाँले राम्रो भएर आउनु कुरा गर्नुभयो, लगौँ बिस्तारै लगौँ डाक्टर साहब तपाईँ पनि गइदिनु भन्नुभयो। गएर ह्यान्डओभर गरियो। 2-3 दिनपछि राम्रो भएछ। मलाई थ्याङ्क यू कार्ड विथ गिफ्ट आयो क्या। अब त्यो त्यस्तो हुँदा चाहिँ मजा आउँछ हामीलाई, नभए त कहिलेकाहीँ त अब त्यस्तै हुँदाखेरि पिटाइ पनि खाइन्छ। सर एउटा अचम्मको कुरा, म तपाईँको क्याबिनमा जाँदाखेरि हजुर अरू डक्टरहरू प्रायः डक्टरहरूको क्याबिनमा जाँदा चाहिँ डिफ्रेन्ट कम्पनीहरूले चाहिँ दिएका फ्रेमहरू होइन अरू कुराहरू देख्छु। तपाईँको क्याबिन चाहिँ एउटा अलिक छुट्टै छ कि त्यो माहौल त्यहाँ छिरेपछि बिरामीले पनि आनन्द आउने माहौल छ त्यहाँ चाहिँ। तपाईँको क्याबिनमा चाहिँ म्याडमको तपाईँको फोटो होइन फ्यामिलीको फोटोहरू डिफ्रेन्ट छ। यसमा त्यो मोटिभेसन मिल्ने भएर हो कि एकदम मन छुने भएर सर यो चाहिँ अलिकति हामीलाई उत्सुकता जाग्यो। किन भन्दाखेरि एज अ मेडिकल स्टुडेन्ट तपाईँ त हाम्रो सबैजनाको आइडल डाक्टर सुधीर रेग्मी जस्तो हुन पाए हुन्थ्यो भन्ने छ। सबै कुरा सिक्नु पऱ्यो, यो पनि अलिकति सुनाउन सर यसको कुराहरू। बाबु त्यो त अब यो अप्ठ्यारो तर डेफिनेटली हेर्नुहोस् अब एउटा मान्छेको एज आउँछ, एउटा समय हुन्छ, हामी संसारमा सधैँ एक्लै बस्न सक्दैनौँ। फ्यामिली भनेको कुरो इट अलवेज म्याटर्स। फ्यामिलीको अगाडि फ्यामिलियल इन्भाइरोमेन्ट आफ्नो ठाउँमा भयो भने डेफिनेटली काम गर्न रमाइलो हुन्छ। यो चाहिँ मेरो हो भन्ने हुन्छ। अब त्यो कोठामा भनौँ न सपोज तपाईँले भने जस्तो चिजहरू मात्र राख्यो भने यो मेरो कोठा होइन भन्ने चाहिँ अलिकति आउँछ होला भन्ने मेरो आफ्नो धारणा। एक दुईवटा छ नभए होइन, त्यहाँ फार्मास्युटिकलले दिएको कुराहरू एक दुईवटा नभए पनि होइन। तर के छ भने यो फ्यामिलीप्रतिको माया भन्नुपर्छ बाबु त्यो। र अर्को कुरो चाहिँ दोस्रो कुरो चाहिँ तपाईँ काम गरेर देखाउनुहोस्, तपाईँको डिग्री नराख्नुहोस् भन्ने मेरो आफ्नो ऊ चाहिँ छ। त्यो आफ्नो आफ्नो कुरा हो। जस्तै मलाई कसैले सम्मान गर्यो, तपाईँले अब आज एउटा यो कप दिँदै हुनुहुन्छ मलाई थाहा छ। तपाईँले कप दिएको फोटो होइन, टेल यु ट्रुथ, कप दिएको फोटो मैले त्यहाँ टाँसिरहनु पर्ने मलाई मन पऱ्यो टाँस्ने हो, नभए जरुरी छैन। किन सम्मान पाएको, सम्मान भने त मैले बुझेसम्म चाहिँ के छ भने राख्ने चिज हो कि, राख्यो भने आनन्द आउँछ जस्तो लाग्छ मलाई चाहिँ है। अब यो यसमा भ्यू विभिन्न व्यक्तिको विभिन्न हुनसक्छ होइन, कसैलाई पर्ला के पर्ला। तर अब के छ भने डिग्री नै राख्ने अथवा सर्टिफिकेट राख्ने, म यहाँ गएर यस्तो क्याम्प गरेको थिएँ, यो फोटो भन्ने चाहिँ मलाई चाहिँ टु टेल यु भेरी फ्रेङ्कली आई डोन्ट बिलिभ इन दोज थिङ्स। आई जस्ट बिलिभ इन वाट आई डु। मैले गरेको चिज मेरो क्लाइन्टले पत्याउनु पऱ्यो, क्लाइन्ट खुसी भएर जानु पऱ्यो र मलाई खुसी हुने वातावरण त्यो वरिपरि हुनु पऱ्यो, त्यति हो।
त्योभन्दा मलाई चाहिँ बिलिभ छैन त्यही नै हो अरू केही पनि होइन भन्छ यो अघि जुङ्गाको कुरा आइहाल्यो यो चाहिँ यो एमबिबिएसबाटै हो कि अलिक पछि यो ट्रेन्डिङमा लिएर आउनुभयो जुङ्गा एमबिबिएसबाट हामी दुई तिनजना साथी एउटा रोशन मैनाली भन्ने साथी छन् त्यो अमेरिकामा अहिले नेफ्रोलोजिस्ट हाम्रो दुई तिनजनाको ग्याङ थियो एमबिबिएसमा अब तपाईँहरूको पनि ग्याङ हुन्छ होइन होला नि पक्कै हुन्छ नि होइन दुई चारजना साथी मिल्नेको ग्याङ हुन्छ अब एमबिबिएस पढ्दा एक दुईचोटि पालियो फ्रेन्च गड पालौँ भनेर तर त्यो धेरै दिन टिकेन गुरुहरूको डर लाग्ने सट्ट क्लिन सेप भएर जाने सक्यो तपाईँहरूले मलाई क्लिन सेप देख्नु भएको छैन मेरो पुरानो फोटो कहिले फेसबुकमा देख्नुभयो भने त्यो बिहा ताकाको फोटोहरू छ भने देख्नुहुन्छ यो चाहिँ के हो भने अब यो दारीले मलाई पहिचान पनि दियो तर त्यही पहिचान मात्रै मेरो पहिचान नहोला तर के छ भने मान्छेलाई सजिलो भयो अब यो मलाई बानी भइसक्यो अब यो कुनै दिन यो फालेर निस्क्यो भने म आफैलाई चिन्दिनँ कि जस्तो हुन्छ किनभने दैनिक रूपमा तपाईँको अगाडि बसेर सेभिङ गर्नुपर्ने हुन्छ त्यो सधैँ आफ्नो अनुहार त आफूले देखिरहेको हुन्छ नि त तर यसको एउटा रमाइलो पक्ष के छ भने हामी एमडी गर्दाखेरि सुरु भयो यो एमडी गर्दाखेरि कसरी सुरु भयो भने रहर लाग्यो धेरै पढ्नु पर्ने काम गर्दाखेरि हैटु हुन्थ्यो अब के गर्ने त एक दिन काम गर्दै जाँदा पालौँ न त भन्ने भयो अर्को एकजना साथी मेरो मनोज भट्टराई भन्ने साथी छन् ती पनि अमेरिकै छन् तिनले पनि पाले तर तिनले धेरै दिन पालेनन् अनि मैले पाल्दै गएँ अब कस्तो थियो भने यसलाई अन्यथा नलिनु बाबु एमडी पढ्दाखेरि चाहिँ घमण्ड गरिन्छ है अब अहिले बस्दाखेरि मलाई फेलै चाहिँ कसैले गर्दैन जस्तो लाग्थ्यो कि मनमा नि अब पढ्ने ठाउँमा पढिन्थ्यो अब तपाईँको जति पढ्नुपर्ने चिजमा प्र्याक्टिकल कुराहरू जानिसकेपछि मान्छे कन्फिडेन्ट हुनु स्वाभाविकै थियो अहिले बुझ्दै जाँदाखेरि अब नलेजको कुनै सीमै हुँदैन होइन अब कसैलाई फेल गर्ने इन्टेन्सनले कसैले केही गर्छन् गुरुहरूले गर्ने हो भने त जति पनि सकिन्छ तर एउटा सामान्य रूपमा चाहिँ फेलै हुन्छ भन्ने कहिले पनि लागेन त्यतिखेर र एक दिन राउन्ड बस्दै जाँदाखेरि राम्रैसँग पालिन्थ्यो त्यो झुसो पारेर त्यो नराम्रो फोहोरी भएर पनि हिँडिँदैन थियो क्या बाबु अनि एकजना मलाई नै भन्नुभयो होइन मेन्टेन गर्नैतिरै लागिन्थ्यो अनि एकजना सरले मलाई के भन्नुभयो भने राउन्ड गर्दै जाँदाखेरि एकजना सरले तिमी यो दारी सारी पाले स्मार्ट भएको यो एक्सटर्नलले आएर तिम्रो दारी देख्यो भने त तिमीलाई एक्सटर्नलले त दारी देख्ने बित्तिकै माइनस गरिदिन्छ खुर्को दारी सारी काट भन्नु अब मलाई कस्तो थियो भने घमण्ड चाहिँ अब उहाँले मलाई धेरै नसिकाउने अरूलाई पनि नसिकाउने भनेको बुझ्नुभयो तपाईँहरूले अब त्यस्तो मान्छेले आएर यो दारीको प्रसङ्ग निकालेर तँलाई दारी भयो भने त तँलाई फेल गरिदिन्छ भनेपछि मनमा इगो जाग्यो त्यो उमेर पनि हो दारीकै कारणले फेल हुन्छ भने त म दारी काट्दै मनमा भयो च्यालेन्ज लिए जस्तो होइन हो नि दारीकै कारणले फेल गर्ने हो भने म दारी चाहिँ काट्दिनँ ल एकचोटि फेल गरेरै हेर्छु भनेर जाँच आयो एक्सटर्नल आउनुभयो एक्सटर्नलले जाँच ढाँट्नु हुँदैन राम्रो गरियो एक्सटर्नलले भित्रको पछि कुरा आयो इन्टर्नल हाम्रो सरलाई भन्नुहुन्छ त्यो दारी भएको यस्तो दारी पार्ने केटो त गजब रहेछ तपाईँको भन्नु मलाई सरले भन्नु पास भइसकेपछि हामीलाई बधाई दिनलाई बोलाउनु हुन्थ्यो त्यसपछि अब एकदम थाकिया थियो एक महिना चाहिँ म जाहिर खान्न भनेर बसेको तपाईँको उसबाट के अरे बानेश्वर भीमसेन गोला हो हाम्रो त्यहाँबाट काठमाडौँ मेडिकल कलेजमा जाहिर खान जानुपर्छ नजिक छ कलेज भनेर जाहिर खोज्न गएको एचओडी सर हुनुहुन्थ्यो डिबी कार्की सर अहिले पनि हुनुहुन्छ त्यहीँ डिबी कार्की सरले मेरो जाँच लिन आउनु भएको उहाँलाई मेरो नाम आउँदैन रहेछ उहाँको अब वरिपरि कलिगहरूलाई चाहिँ एउटा केटो थियो त्यो पूर्वतिरको केटो भन्थ्यो यस्तो दारी पालेको केटो थियो त्यो केटो चाहिँ गजब छ भन्नुहुँदो रहेछ क्या त्यो केटोलाई खोजौँ न हो हाम्रोमा फ्याकल्टी आइदियो हुन्थ्यो भनेर बसिरहनु भएको म भित्र छिरेँ सरलाई देखेँ ए बाबु तपाईँ कहाँ हुनुहुन्थ्यो भन्नुभयो क्या सरले अनि सर म यहीँ थिएँ म यसो अप्लाई गर्न आएको ए बाबु ल एप्लिकेसन छोड्नुहोस् जागिर लिनुहोस् मैले जागिर पाएको पनि त्यहीबाट अब जागिर पनि पाइयो ऊ पनि पाइयो त्यसपछि मन लागेन काटिएन कुरो चाहिँ त्यही कति बेर लाग्छ सर यो दिन स्टाइल दिन कम्ती कति बेर लाग्छ सर पक्कै टाइम त लाग्छ नि
होइन त्यसो लाग्दैन बाबु तपाईँले सामान्य सबै जति पनि सेभिङ गर्नुहुन्छ टाइम त्यही नै हो त्यति नै हो किन मेरो जिलेट यहाँ ठ्याक्कै अट्छ कि एउटा स्ट्रोकमा दुईवटा स्ट्रोकमा सरी सुधीर रेग्मीबाट डाक्टर सुधीर रेग्मीलाई यति धेरै सङ्घर्ष गर्नुभयो नि त्यो सङ्घर्षहरूको बिचमा कति खुड्किलाहरू पार गर्नुभयो होइन तपाईँहरूले कति ठाउँमा जानुभयो कति कुराहरू सिक्नुभयो अब हामी जस्ता युवाहरूले तपाईँको जीवनबाट चाहिँ हामीले के लिन सक्छौँ ठिक छ अब समग्रमा भन्नुपर्दाखेरि अब मैले सबै भनौँ अब मेरो जुनियर भाइ बहिनीहरू सबैलाई भन्नुपर्दाखेरि हरेस कहिले पनि नखानु अपर्च्युनिटी सबैको जिन्दगीमा आउँछ कसैलाई सजिलो गरी आउँछ कसैलाई अलिकति गाह्रो घुमौरो बाटोबाट आउँछ आफ्नो लक्ष्य चाहिँ नछोड्नु सायद तपाईँहरूले यति कुराहरू सुनिसकेपछि सरको त खासै लक्ष्य रहन्छ भन्ने त पर्यो होला थिएन पनि त्यो बेलामा तर आयो अपर्च्युनिटी त्यो अपर्च्युनिटीलाई तपाईँले जे आफूसँग आउँछ त्यसलाई चाहिँ मेहनत गर्नुहोस् अब भनौँ न अहिले मलाई यो चिज भएन अथवा मैले चाहिँ यसो गर्न सकिनँ भनेर पिरोलिनु भन्दा पनि म जे मेरो अगाडि आउँछ त्यो चिजलाई चाहिँ राम्रो गर्न सक्छु राम्रो गर्नु छ भनेर बढ्ने हो है त अब त्यसको म एउटा इक्जाम्पल सिम्पल इक्जाम्पल दिन्छु जे पनि कुराको समय हुन्छ बा हामी त्यतिखेर अब जस्तै तपाईँहरूको स्टेजमा भनौँ 1999 मा तपाईँहरूको स्टेजमा थिएँ म फाइनल इयर धेरैजना हुनुहुन्छ यहाँ कति कुन इयरको पनि हुनु होला अरू साथीहरू त अलरेडी सकिसक्नु साथीहरू हुनुहुन्छ त्यो स्टेजमा तपाईँहरूको स्टेजमा तपाईँहरूले नै तपाईँहरूलाई सुटेबल हुने पिरियड हो अब म एउटा इक्जाम्पल दिन्छु तपाईँहरू 1 वर्षपछि त इन्टर्नसिप सुरु हुन्छ इन्टर्नसिपमा इन्टर्नहरूले गर्नुपर्ने र गर्न सिक्नुपर्ने चिजको एउटा डिस्क्रिप्सन हुन्छ क्या अब म एउटा इक्जाम्पल दिन्छु कहिलेकाहीँ हामीलाई फिल हुन्छ अब किनभने हामीभन्दा तल पनि त एउटा हायरार्कीको र्याङ्क छ नि त होइन जस्तै हामी एउटा र्याङ्कमा भयौँ भने त्योभन्दा तल अर्को र्याङ्क त्योभन्दा अर्को र्याङ्क त्यसपछि गएर इन्टर्नसिपको र्याङ्क हुन्छ कहिलेकाहीँ चाहिँ म के देख्छु भन्दाखेरि लगनशीलताको कमी देख्छु कि सिक्ने उत्सुकताको कमी देख्छु कि कोही भाइहरू कोही बहिनीहरू हाम्रोमा इन्टर्नसिप गर्न आउँदाखेरि यति मजा लाग्छ कि त्यो उहाँहरूको त्यो लगन उहाँहरूलाई सिक्ने उत्सुकता देख्दाखेरि चाहिँ हामी पनि खुसी हुन्छ यो भाइ बहिनी चाहिँ अब यो तरिकाले अगाडि गयो भने चाहिँ बहुत राम्रो हुन्छ आजको 20 वर्षपछि त अब हामी जसरी आयौँ त्यसमा चाहिँ त्योभन्दा पनि माथि पुग्छन् अझ राम्रो हुन्छ भन्ने हामीलाई खुसी हुन्छ अब एउटा इक्जाम्पल तपाईँहरूलाई दिन खोजेको के हो भने जस्तै इन्टर्नसिपमा गइयो राउन्ड गरियो इन्टर्नसिपमा राउन्ड गरिसकेपछि राउन्डमा भएका कुराहरूलाई राम्ररी सुन्नु तपाईँहरूको कर्तव्य एक दुईवटा क्वेसन सोध्छ भनेर अरूको पछाडि बस्नु त्यो तपाईँहरूको धर्म होइन अगाडि बस्ने हो हेर्ने हो बिहान आएर एकचोटि सर आफूले हेर्ने सक्यो भने नोट बनाउने नोट लेख्ने त्यहाँ भएको नोटहरूमा लेखिदिने अब के हुन्छ भन्दा अब मैले चाहिँ इन्टर्नसिप गरेँ मेरो काम चाहिँ खालि डिस्चार्ज मात्रै गर्ने हो भन्ने चाहिँ माइन्डबाट हटाइदिने हो डिस्चार्ज गर्नु पनि त कला हो नि बा अहिले तपाईँहरूले अब भनौँ इन्टर्नसिपमा बसिरहेको भाइ बहिनीहरूले सडनली तपाईँहरूले छोडिदिनु भयो मेरा जुनियरहरू पनि सबैले छोडे म एक्लो परेँ भने मैले इन्टर्नसिपमा गरेको चिज सम्झेर अहिले डिस्चार्ज समरी बनाउनु पर्ने हुन्छ जुन चाहिँ तपाईँहरूको कला चाहिँ मेरोभन्दा राम्रो हुनसक्छ कि बुझ्नु भएन अब त्यस्तै गरी तपाईँको मेडिकल अफिसरसिपमा गर्नुपर्ने चिजहरूको डेफिनेसन हुन्छ यो गर्ने यो जान्ने कहिले पनि अब मैले त्यसलाई अप्लाई कतिसम्म गर्न सकेँ र यहाँ पुगेँ भन्ने कुरो त अब समयले बताउने कुरा हो समयले केही चिज प्रुभ गरेको छ केही छैन तर के छ भने तपाईँहरू आफूले गर्ने कुरामा लगनशील चाहिँ हुनैपर्छ जबसम्म तपाईँहरूको प्रेजेन्स चाहिँ त्यो समयमा हुँदैन समयमा तपाईँहरू प्रेजेन्ट हुनुहुन्न भनेको भइरहेको ठाउँमा तपाईँहरूले आफूलाई इन्भल्भ पनि गराउनु पर्यो आफ्नो र्याङ्क अनुसारको काम गर्न पनि सक्नु पर्यो जे आउँछ अपर्च्युनिटीलाई ग्र्याब गर्न सक्नुपर्छ पाइएन भने त्यसमा चाहिँ तपाईँहरूले हरेस खाने कुरै छैन हरेस खानु हुँदैन मेरो एउटा स्लोगन थियो क्या मैले त्यो एमबिबिएस सकाउँदाखेरि नो डिफिट इज फाइनल अन्टिल यु स्टप ट्राइङ भन्थेँ क्या मैले त्यतिखेर स्लोगन पनि लेखाएको थिएँ स्टिल आई बिलिभ इन द्याट तपाईँहरूले ट्राई गर्न छोड्नुभयो भने तपाईँहरू हार्यो ट्राई गर्न छोड्नु भएन भने तपाईँहरू कहिले पनि हार्नुहुन्न
किनभने ट्राई नै गरेको छैन भने कसरी जित्ने त्यसै छोडिदिनु त भएन छोड्यो भने कि त तपाईँले कम्प्रोमाइज गर्नु पऱ्यो म यतिमै बस्छु भनेर सो नलेजको लागि आफ्नो करियरको लागि एउटा सर्टेन फोकस राख्नुहोस् तर त्यसमा चोइस हुनुपर्छ अब यो भएन भने यो भएन भने यो भन्ने कुराहरू चोइसहरूलाई गर्दै जानुभयो भने कसैले 6 महिनामा पाउला कसैले 1 वर्षमा पाउला कसैले 3 वर्षमा पाउला पाउन त पाउँछन् नि अब तपाईँले मैले मेरै आफ्नो पढाइको हेर्नुभयो भने 2005 पछि म एकैचोटि जम्प गरेर 2012 मा गएर म पढ्न गएको छु 5 मा सिद्ध्याएर 12 मा गएको छु 7 इयर्स आई वाज वर्किङ एज अ फिजिशियन तर त्यतिखेर पनि मलाई जिल थियो कि मैले यो गर्नै पर्छ यो मेरो डिग्री चाहिन्छ मलाई किन अब जमाना चेन्ज भयो पहिला जस्तो जमाना छैन हामी त बिचको मान्छे पर्यौँ हामीलाई त चाहिन्छ नि त अझै 20 वर्ष काम गर्नु छ हैन कम्तीमा 20 वर्ष अझै काम गर्ने भन्ने त इच्छा छ त्यही भएर मेहनत गर्न नछोड्नुहोस् हेर्नु भाइ अब जाँचमा कति मार्क्स आयो त्यो भन्ने कुरा केही पनि माने राख्दैन बिरामीसँग भिज्न सिक्नुहोस् बिरामीलाई जहिले पनि बिरामी चाहिँ मेरो मैले बिरामीबाट लर्न गर्ने अपर्च्युनिटी पाएँ भनेर खुसी हुनुहोस् यो बिरामी कस्तो उ गर्दछ कोअपरेटिभ छैन भनेर नरिसाउनुहोस् कहिले पनि किन तपाईहरु त्यो ठाउँमा गएर तपाईहरु बिरामीबाट सुत्नुस् र 10 वटा इन्टर्न आएर तपाईको अगाडि क्वेशन गरेर इन्भाइरोमेन्ट एकचोटि सोच्नुस् त कति गाह्रो छ तपाईलाई दुगिरा हुन्छ सोधिरा हुन्छ तै पनि उहाँहरुले तपाईहरुलाई जवाफ दिइरा हुन्छ त्यो त अपर्च्युनिटी हो नि त्यो त तपाईहरुको मतलब तपाईहरुले पाएको प्रिभिलेज हो किन उहाँहरुले तपाईहरुको सेतो कोट दिएर विश्वास गरेर यसलाई मैले कुरा सुनाइदिए भने यो कुरो चाहिँ माथि पुग्छ अथवा यसले मलाई केही मद्दत गर्छ भन्ने हिसाबले उहाँहरुले सोचेको हुन्छ सो मेहनतलाई पुनः गर्नुस् धेरै डिस्ट्र्याक्सन हुने कामहरु नगर्दिनुस् चाहिन्छ जमाना अनुसार चल्न पर्छ एक दुईवटा इन्फर्मेसन आफूले राख्नै पर्छ तर जुन डिस्ट्र्याक्सन हुने चीजहरु छ त्यसलाई चाहिँ मिनिमम टाइम दिएर आफ्नो पढाइ लेखाइमा चाहिँ लगनशील हुनुस् इन्जोय पनि गर्नुस् एक्स्ट्रा टाइम पनि निकाल्नुस् साथीभाइहरुसँग कहिलेकाहीँ बाहिर निस्केर यसो खानपिन गर्ने पनि कार्यक्रम राख्नुस् गर्नुपर्छ जरुरी छ कहिलेकाहीँ यसो छुट्टी अब 2-4 दिन 5-7 दिनको भयो भने यसो ट्रेकिङ जानुस् हाइकिङ गर्नुस् नभए एउटा ढुङ्गै चलाएर बस्नुस् अथवा उसमा जानुस् आफूलाई मन परेको चीज गर्नुस् त्यो टाइममा तर तपाईहरुको कोर्स चलिरहेको पिरियडमा चाहिँ मन परेको कुरा गर्नु भन्दा नि मेरो फ्युचरको फोकस के हो त्यसमा चाहिँ तपाईहरुले ध्यान दिनु त्यति गर्नुभयो भने सबैमा सक्सेस आउँछ यो आइडियलिस्टिक कुरो भन्यो भनेर नभन्नु होला तर वास्तविकता त्यही रहेछ मलाई आज भन्दा 20 वर्ष अगाडिको मेरो अनुभव र अहिलेको अनुभवमा फरक भएको त्यही भएर एभ्री टाइम एज अ स्टुडेन्ट एज अ फ्युचर एस्पायरिङ भनौं न डक्टर्सहरुको हिसाबले मैले कुरा गर्न पर्दा मेहनतलाई कसैले मेहनत भन्दा अर्को कुरै छैन अब मेहनत पनि कति मेहनत गर्ने भन्ने कुरा अब तपाई रातभर नसुती मेहनत गर्नु कसैले पनि भन्दैन सुत्नु पर्छ 6-8 घण्टा सुत्नै पर्छ तर बाकी टाइम चाहिँ तपाईहरुले त्यसलाई फ्रुटफुल टाइम चाहिँ युज गर्नुस् एउटा एक्जाम्पल दिन्छु तपाईहरुलाई जस्ट एउटा एक्जाम्पल तपाईहरु मैले अहिले अब्जर्भेसनको कुरा गर्दै पर्दाखेरि तपाईहरुलाई जस्तै मैले एज अ कार्डियोलोजिस्ट अथवा फिजिशियन भएर तपाईहरुलाई मैले इडेमा कसरी हेर्ने भनेर एकचोटी कहिले सिकाइदिए भने तपाईहरु जस्तै वार्डमा हुन्छ टाइम वार्डमा जस्तै 10 बजेदेखि 1 बजेको टाइम हो 10 हैन 8 देखि 1 बजेसम्मको टाइम अहिले त 8 देखि 1 छ तपाईहरुलाई त्यहाँ जानु पर्दा अस्ति पनि मैले ओरिएन्टेसनमा पनि कुरा गरेको थिएँ ग्रुप ठुलो हुन्छ बिरामीको अगाडि सबै ग्रुप गयो भने बिरामी नर्भस हुन्छ उले तपाईलाई चाहिने चीज बोल्नै सक्दैन तर त्यो टाइममा जुन 8 देखि 1 बजेको टाइम छ त्यो टाइममा तपाईहरु चिया खान जानुहुन्छ भने टाइम एकछिन 15-20 मिनेट जान त पाउनुहुन्छ किन नपाउनु मान्छे यार टोयलेट पनि जान नपाउनु पानी पनि खान नपाउनु चिया पनि खान नपाउनु त होइन तर के छ भने त्यसलाई युज गर्नुस् युटिलाइज गर्नुस् त्यो पिरियडमा 2-3 जना बसेर अरु पेशेन्ट कहाँ गएर त्यो फर्मेट हुन्छ फर्मेट अनुसार चाहिँ तपाईले प्र्याक्टिस गर्नुस् ताकि फाइनल इयर एक्जामिनेसन अथवा त्यो तपाई भविष्यमा पनि काम लाग्छ के जस्तै खुट्टा म एउटा कहावत छ तपाईले बिरामीलाई एज अ फिजिशियन है म सर्जन अथवा ईएनटी सर्जन अथवा न्यूरोको कुरा गर्दिन डोर्सल स्पेडिस अथवा पोस्टेरियर टिबियल नछामिकन त्यो फिजिशियनै हुँदैन भन्छु के म तपाईको कोठामा आएको क्लिनिकमा आएको बिरामीलाई तपाईले पल्स नाप्दाखेरि बिरामीलाई सुताएर तपाईको खुट्टा छोइदिनुस् यसमा दुईटा भ्यू छ एउटा तपाईको लागि फाइदा छ किन तपाईलाई त्यो छ भन्ने कुरा थाहा हुन्छ
अर्को के फाइदा छ बिरामीले यो डाक्टरले कति राम्रोसँग काम गरिरहेछ मेरो खुट्टो पनि छुन हिचकिचाउँदैन हेर्नुहोस् यसले माने राख्छ विश्वास गर्नुहोस् यसले माने राख्छ अब यो सेकेन्ड सिक्रेट चाहिँ यो हामी बिचमा हुने सिक्रेट हो बिरामीले सुनाउने सिक्रेट होइन तर उहाँहरूले सुन्नु होला युट्युबमा तपाईँले राख्ने भन्नुभएको छ वास्तविक कुरा हो होइन तर द्याट इज द ट्रुथ इजन्ट इट तपाईँले कुनै बिरामीले तपाईँलाई कुनै कम्प्लेन लिएर आएको बेलामा तपाईँलाई पल्स तपाईँको खुट्टा बिरामीको खुट्टा छुने तपाईँको हिम्मत छ भने तपाईँ कहिले पनि नराम्रो डक्टरमा तपाईँहरू गनिनुहुन्न भनेको के हो भन्दा गर्नुपर्ने चिजमा अन्तिमसम्म जुन राइट वे हो त्यसलाई फलो चाहिँ गर्नुपर्छ बा त्यो नगरी चाहिँ सक्सेसफुल हुँदैन त्यो चाहिँ गर्नै पर्छ अब अन्तिममा एउटा प्रश्न भनौँ या जिज्ञासा भनौँ खुसीको कुरा पनि हो सर हाम्रो लागि सरले घर चितवनमै बनाउँदै हुनुहुन्छ यसको मतलब हामी डाक्टर सुधीर रेग्मीको छाया क्षेत्रमा जतिन्जेल चितवनमा होस् या नेपालमा होस् अझ चितवनकै हिसाबले गर्दाखेरि हामी चाहिँ सधैँ तपाईँको छाया क्षेत्रमै रहने एउटा शुभ अवसर मिल्दैछ र अन्तिममा एउटा सर प्रश्न के छ भन्दाखेरि एमडी पछि डिएम गर्नुभयो चितवन नै आउनुभयो पहिला 67 सायद मलाई 65-66 मा आउनुभएको छ 2010 जनवरीमा ट्रेन आउनुभयो यत्रो माहौल बनाउनु भयो होइन आजसम्म तपाईँले पाएका कुराहरू बिरामीलाई गरेको उपचारका कुराहरूदेखि लिएर सबै कुराहरूलाई एउटा तर सन्तोष भनेको सम्पूर्ण चिजमा सन्तोष हुनु भने होइन तर जे समयमा जे चिज भइरहेछ त्यसमा सन्तोष गर्न सिक्नुपर्छ नयाँ नयाँ चिजहरूलाई अगाडि बढ्ने स्टेप चाहिँ छोड्नु हुँदैन के अगाडि बढ्ने स्टेपलाई छोड्नु हुँदैन तर अहिलेको स्थितिमा आजको मितिमा मैले जे एचिभ गरेको छु अथवा तपाईँले हामीले जे एचिभ गर्न सक्छौँ नि त्यसमा सन्तोष भएन भने रातिको निन्द्रा खतम भोलिको चिजमा तपाईँको पर्फर्मेन्सलाई यसले बिगार्छ त्यही भएर अब तपाईँले भन्नु अर्को उदाहरण चाहिँ के छ भन्दाखेरि अहिलेसम्म बिलिभ मी मेरो फ्यामिलीले सधैँ जिस्काउँछन् मेरो निन्द्रा कहिले पनि बिग्रिएको छैन म सुत्न गएपछि मजाले 7-8 घन्टा आरामसँग सुत्छु यो पनि एउटा इन्डिकेटर हो क्या बाबु त्यही भएर चितवनले मलाई माया पनि दिएको छ चितवनको क्लाइन्टले पनि माया दिनुभएको छ विद्यार्थीहरूले त झन् माया दिएको देख्छु है र अन्तिममा यदि कसैलाई केही प्रश्नहरू सोध्नु छ भने अडियन्सबाट प्रश्न सोध्न सक्छ क्वेसन चाहिँ हजुरको लाइफको सबसे ठुलो इन्सपिरेसन अथवा आइडल को हुनुहुन्छ र उहाँबाट हजुरले सबसे इन्फ्लुएन्स हुनुभएको कुरा चाहिँ के रहेछ? मेरो आमा हो मैले आमाबाटै सिकेँ हो यो सबै कुराहरू मैले उहाँलाई लस गरेको करिब 16 वर्ष भयो 15-16 वर्ष टेकिरहेको छ मलाई यो अब अघि भाइले सोधे जस्तो नम्र हुनुपर्छ अरूलाई दुःख दिनु हुँदैन यी कुराहरूमा चाहिँ मेरो आमाको तुलना मैले कसैले गर्नै सक्दैन अब अनफर्चुनेटली के छ भने मलाई अब मेरो जिन्दगीमा एउटा चिज चाहिँ जहिले पनि खड्किरहन्छ बाबु अब जुन बेलामा म क्यापेबल थिइनँ भनौँ न अब अथवा एमडी गर्दै थिएँ त्यही बेलामा मैले मेरो आमालाई लस गरेँ हो अब अहिलेको स्थितिमा सायद उहाँ मेरो अगाडि भए म सायद यहाँ ल्याउँथेँ होला आज त्यति हो बाबु थ्याङ्क यू सबै टपिक इन्भल्भ भयो एउटा कुरा चाहिँ छु जस्तो लाग्यो मलाई है डेभिडसन किताब नि मोटो छ हेरिसन पनि मोटो छ कार्डियोलोजी किताब झनै मोटा खान तर यो बिच दौरान कहिले लभ लेटर पढ्ने लेख्ने बाबु हेर्नुहोस् अब ढाँट्नु हुँदैन यहाँ आएपछि है लभ लेटर त मैले लेखिनँ तर लभ चाहिँ गरेँ मेरो बिहा पनि लभ म्यारेज नै हो तर अब हाम्रो चिनजान भइसकेपछि हामी बिचमा भनौँ न एउटा समझदारी आइसकेपछि हामीले आफ्नो प्यारेन्ट्सहरूलाई इन्फर्म गऱ्यौँ हाम्रो बुवा आमालाई कुरा गरेपछि त्यसपछि मागी बिहाको रूप लियो त्यसले भनेको सोसाइटीमा मागी बिहा भनेर देखियो धेरै क्लोज भएका हाम्रा फ्यामिली मेम्बरहरूलाई चाहिँ यिनीहरूको लभ म्यारेज हो भन्ने थाहा थियो त्यति भन्छु अब थ्याङ्क यू कसैलाई केही छ थ्याङ्क यू बा नमस्ते बाबु थ्याङ्क यू
मेरो मनमा उब्जेको एउटा प्रश्न भनेको चाहिँ कस्तो थियो भन्दाखेरि अलिकति पर्सनल कुरा भयो होइन प्लिज तर हजुरसँग फेस टु फेस कुरा गरेर सोध्न सक्ने आँट पनि भएन सामान्य चाहिँ हजुर आउँदाखेरि म अलिकति बाटो मोडेर जाने प्रयत्न गर्छु कि हजुरको पर्सनालिटीबाट पनि अलिकति यस्तो हो भनेको छ तर डर लाग्दो रहेछ कता कता म त्यो हजुरको अगाडि उभिन सक्ने क्यापेबल त छु एउटा प्रश्न सोधिदिनु भयो भने पनि म के गर्ने होला ल मुटुको भरको एउटा नाम भनिदिनु न भन्नु अलिकति तर प्रश्न हजुरले अघि एउटा एप्रोनको विषयमा चाहिँ उहाँ हजुरले भन्नुभयो सेतोकोटको विश्वास गर्ने भन्नुभयो नि हजुरको एप्रोनमा चाहिँ एउटा मैले हजुरलाई फर्स्ट टाइम देख्दाखेरि पनि एउटा बोर्डर देखेको छ निलो कलरको बोर्डर थियो अनि यसको विशेष के कारण होला भने त्यो मेरो पहिल्यैदेखिबाट गइरहेको प्रश्न त्यसको बारेमा त्यसको त्यो अलि युनिक छ बाबु त्यति बाबु त्यसको कुनै पनि उ छैन निलो रङले केही जनाउँदैन सेतो रङ हामीलाई चाहिने नै रङ हो त्यो यसो के हो भने अब एकजना भाइ डेन्टलमा हुनुहुन्छ उहाँ हाम्रो राजु भाइलाई थाहा छ रिस्नु केसी अब सोधिहाल्नु भयो एक दिन रिस्नु केसी भाइले के भन्नुभयो भने दाइ मेरो त तल क्लिनिक खोल्दैछु एकचोटि हेर्न जाउँ न भनेर भन्नुभयो ल जाउँ न त भने अब कसो भने अचेल अब बाहिर प्र्याक्टिस नगरेपछि टाइम हुन्छ क्या बाबु 5 बजेपछि मजाले टाइम हुन्छ अनि गएपछि रिस्नुले नयाँ एप्रोन सिलाएर छन् दाइ यो एप्रोन त ठिक लाग्यो है दाइ मेरो डिजाइन भन्यो क्या उसले त्यसो यसो हेरेँ ओहो रिस्नु यो त गजब रहेछ कहाँ सिलायो त तिमीले मलाई पनि सिलाउनु छ त्यसपछि यहाँ सिलाएको भनेपछि त्यहीँ गएर मैले सिलाएको हो त्यसमा कुनै अरू छैन थ्याङ्क यू सो मच हस् केही छ हस् धन्यवाद आविष्कार भाइ यो भनौँ डबलीमा भनौँ स्टेजका कथाहरू भन्ने आज डबलीमा हामी जम्मा भएका छौँ हाम्रो टपिक स्टेजका कथाहरू यसमा बोलाइदिनु भयो सुख दुःखका पुराना कुराहरू पनि याद आउने एउटा मौका आयो अझै पनि रोचक कुराहरू विभिन्न थिए होला कति बिर्से पनि तर अब ठ्याक्कै आएको कुराहरू भन्न सक्ने कुरा सेयर गर्न सक्ने कुराहरू भन्ने मौका दिनुभयो यो त गजबको रमाइलो लाग्यो धन्यवाद यो भनौँ डबलीमा भनौँ स्टेजका कथाहरू भन्ने आज डबलीमा हामी जम्मा भएका छौँ हाम्रो टपिक स्टेजका कथाहरू यसमा बोलाइदिनु भयो सुख दुःखका पुराना कुराहरू पनि याद आउने एउटा मौका आयो अझै पनि रोचक कुराहरू विभिन्न थिए होला कति बिर्से पनि तर अब ठ्याक्कै आएको कुराहरू भन्न सक्ने कुरा सेयर गर्न सक्ने कुराहरू भन्ने मौका दिनुभयो यो त गजबको रमाइलो लाग्यो धन्यवाद थ्याङ्क यू सो मच सरलाई जाँदा एउटा मायाको चिनो हाम्रो चाहिँ यो कार्यक्रमलाई सार्थक बनाउन धेरै दिनदेखि खटिरहेका हाम्रो कोअर्डिनेटर अच्युत मराठालाई सरलाई चाहिँ मायाको चिनो प्रदान गरिदिनु न हार्दिक अनुरोध Thank you so much.